इंजीनियरिंग अध्ययन संस्थान स्नातकोत्तर मञ्चद्वारा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको दोस्रो केन्द्रीय कार्यकारिणी समिति निर्वाचन केन्द्रित बहसमा म कार्यक्रम प्रस्तोता अविनाश अमर सम्पूर्णलाई स्वागत गर्दछु। नेपाल इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेश कार्यकारिणी समितिको चुनावमा अध्यक्ष पदका प्रत्याशीहरू हामी माझ हुनुहुन्छ। उहाँहरूलाई हामी यस कार्यक्रममा स्वागत गर्दछौँ। हाम्रा उम्मेदवारहरू हुनुहुन्छ नेशनल इन्जिनियर्स एसोसिएसन नेपालका तर्फबाट इन्जिनियर गौरी पण्डित, प्रगतिशील इन्जिनियर समूहबाट इन्जिनियर राजेश यादव, त्यसैगरी लोकतान्त्रिक समूहबाट इन्जिनियर श्याम कुमार यादव, बीएसटी समूहबाट इन्जिनियर दिपेन्द्र शाह, त्यसैगरी बृहत राष्ट्रिय प्रगतिशील गठबन्धनको तर्फबाट इन्जिनियर इन्दु भूषण झा सर। उहाँहरूलाई हामी कार्यक्रममा स्वागत गर्छौँ र प्रश्नतर्फ लाग्छौँ। मेरो पहिलो प्रश्न अथवा साझा प्रश्न सम्पूर्ण अध्यक्ष पदका प्रत्याशीहरूलाई हामी प्रदेशमा सभापति भन्छौँ। आम इन्जिनियर मतदाता माझ आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? आम इन्जिनियर मतदाताले कसरी चिनिदियोस् भन्ने लाग्छ? पहिलो प्रश्न इन्जिनियर गौरी पण्डित सरलाई। धन्यवाद उद्घोषक मित्र अविनाश अमरज्यू, मञ्चमा आसन हाम्रो इन्दुभूषण झा सरज्यू, श्याम यादव सर, यस्तै राजेश यादवज्यू र हाम्रो यो दिपेन्द्र शाहज्यू र यहाँ उपस्थित हुनुभएको आदरणीय इन्जिनियर तथा आर्किटेक्ट सरहरूमा मेरो नमस्कार। म नेसनल इन्जिनियर एसोसिएसन नेपालको सभापति उम्मेदवार प्रदेश नम्बर 2 को र मेरो विगतको 13 वर्षको राजनीतिक अनुभव छ र त्यो पनि अब स्वतन्त्र हिसाबले मेरो अभिलेखसम्म आइरहेको छ र मैले कलेजदेखि लिएर उहाँ पनि अब अविनाश अमर पनि त्यही कलेजबाट आउनुभएको र उहाँभन्दा सिनियर पनि म अध्यक्षको भूमिका खेलेको र 13 वर्षदेखि यस्तै इन्जिनियरहरूको भूमिकामा म अहम भूमिका खेलिरहेको छु र कुनै पनि सङ्गठनमा अहिलेसम्म आबद्ध नभएको म सरहरूलाई जानकारी गराउन चाहन्छु र त्यहाँ पनि म अध्यक्षको भूमिका एकदमै राम्रोसँग घुमाएको छु र अहिले पनि इन्जिनियरकै माझमा जुनसुकै बेला जुन समयमा पनि म जतिखेर पनि खट्न तयार छु भने म यहाँहरूलाई जानकारी दिलाउन चाहन्छु र म खासमा यहाँ स्वतन्त्र अहिलेसम्म सुरुदेखि नै मेरो एउटै अडान छ, हामी स्वतन्त्र छौँ र स्वतन्त्र भएर जहिले पनि हामी बसेका छौँ। किनभने हामी पनि एउटा ब्यानरमा हामी एउटा ब्यानरमा सुरुमा आएको छु, त्यही ब्यानरलाई हामी एज इट इज राखेको छौँ र कुनै पनि किसिमको लोभ लालचको हिसाबले म कुनैतिर गएको छैन र हाम्रो आफ्नो अनुभवले हामीले आफ्नै हिसाबले सबैतिर अब भनौँ न लबिङ गरेर कसैलाई नेगेटिभ मेसेज गरेर हामीले त्यस्तो किसिमको कुनै पनि कार्यक्रम अहिलेसम्म गरिरहेको छैन भने यहाँहरूलाई जानकारी गराउन चाहन्छु र हाम्रै नेसनल इन्जिनियर एसोसिएसन नेपालले अहिलेसम्म विभिन्न किसिमको कार्यहरू गरेको छ र हामीले ट्रेनिङदेखि लिएर अहिले राजेश कुशवाहाको केसको आन्दोलनको केसदेखि लिएर अनि राजेश चौरसियाको आन्दोलनको भनौँ न अहिले बन्दीमा छ, उहाँको रिहाईको लागि पनि हामीले विभिन्न किसिमको कामहरू गरिरहेको छौँ र हामी यो भन्न चाहन्छु कि हामी इन्जिनियरको लागि र इन्जिनियरको सङ्गठन हुनु पर्यो, न कि कुनै सङ्गठनको एउटा संस्था हुनु पर्यो। त्यही भएर हामी सबै साथीहरूलाई यो भन्न चाहन्छु, एउटा इन्जिनियरको सङ्गठन बना र इन्जिनियर सबै एकता हो। हामी एउटा इन्जिनियर भनेको एउटा समाज हो, एउटा जात हो। त्यही भएर हामी एउटा इन्जिनियर मुनि हामी इन्जिनियरको सङ्गठन बनाऊ, न कि व्यक्ति विशेष न कुनै राजनीतिक हिसाबले एउटा संस्थाको यो खडा बनाऊ भने म जानकारी दिलाउन चाहन्छु। हस्त नमस्कार। धन्यवाद इन्जिनियर गौरी पण्डित सरलाई। साझा प्रश्न इन्जिनियर इन्द्रभूषण झा सरलाई। आम इन्जिनियर मतदाता माझ आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? मेरो नाम इन्द्रभूषण झा, औदरी जिल्लाको सुगा भन्ने गाउँमा पर्दछ। मैले बिएस इन्जिनियरिङ एमआइटी मुजफ्फरपुरबाट गरेको, एमई वाटर रिसोर्सेस डेभलपमेन्ट आइआइटीबाट गरेको, त्यसपछि विभिन्न मैले ट्रेनिङहरू प्राप्त गरेको छु। माउन्टेन रिस्क इन्जिनियरिङको ट्रेनिङ चाहिँ इसी बोर्डबाट प्राप्त गरेको, त्यसपछि मनिलाको फिलिपिन्समा एनआईबाट चाहिँ यो नन फार्म वाटर म्यानेजमेन्टको ट्रेनिङ लिएको, त्यसपछि स्टाफ कलेजबाट प्रशासनिक तालिमहरू लिएको छु र
यो इन्जिनियरिङ पेसामा 2049 सालदेखि 2071 सालसम्म आबद्ध रहेको छु र निष्कलङ्क रूपमा मैले आफ्नो सम्पूर्ण कामहरू गरेको छु र अहिले रिटायर्ड जीवन बिताइरहेको छु। मसँग पर्याप्त समय छ। आफ्नो जति सेवाकालमा सरकारी सेवामा मैले काम गरेँ त्यसपछि मसँग पर्याप्त समय छ। म चाहिँ यो एसोसिएसनमा पर्याप्त समय दिन सक्छु र मसँग अनुभव पनि छ। र अनुभव खास गरेर के कुरामा छ भनेदेखि यो सामुदायिक नलकूप आयोजनामा मैले काम गर्दाखेरि 1 वर्ष जति विभिन्न 14वटा जिल्ला त्यसको कभरेजमा आउँथ्यो। त्यसमा एउटा जिल्ला चाहिँ सप्तरी पनि पर्दथ्यो। त्यस कारणले सप्तरीको पनि अनुभव छ मसँग। मैले करिब 6 वर्ष जति कमला सिँचाइ योजनामा काम गरेँ। त्यस कारणले धनसा महोत्तरीको एक्टिभिटिजहरू र त्यो गाउँहरूको बारेमा पनि मलाई थाहा छ। महोत्तरी मेरो घर पनि गइसकेको छ। म चाहिँ करिब 3 वर्ष महोत्तरी जिल्ला सिँचाइ कार्यालय प्रमुख थिएँ। त्यति बेला त्यसको कभरेजमा चाहिँ धनसा र महोत्तरी जिल्ला पर्दथ्यो। त्यो पनि मैले गरेँ। त्यहाँ पनि बसेको छु। 4 वर्ष जति म बागमती सिँचाइ योजनामा बसेको। त्यस कारणले यो सर्लाही रोडको बारेमा पनि मलाई जानकारी छ। म चाहिँ नारायणी अञ्चल सिँचाइ विकास योजनामा काम गरेको छु। त्यस कारणले बारा पर्सा रोडको कभरेज पनि मैले पर्याप्त समय 4 वर्ष त्यहाँ बसेको थिएँ। त्यो सब गरेको छु। त्यस कारणले अब इरिगेसन सेक्टर कस्तो छ भने त्यसमा रोड पनि पर्दछ, बिल्डिङ पनि पर्दछ, मार्केटिङ पनि पर्दछ र यो कृषि सम्बन्धी विभिन्न कुराहरू पर्दछ। त्यसले गाउँहरूको बारेमा पनि के कसो छ त्यो सब पनि अनुभव मसँग छ। र म चाहिँ यो राष्ट्रिय प्रगतिशील सङ्गठनदेखि रिलेटेड छु किनभने यो एउटा सब सेक्टर हो। हामी नेपाल राष्ट्र जस्तो एउटा प्रोभिन्समा छौँ त्यस्तै यो अर्को निकाय ठुलो निकायको सब सेक्टर भएर हामी काम गर्छौँ भने पनि हुन्छ र कम्युनिकेसन हुन्छ। मैले के बुझेको छु भने हामी केही जान्दैनौँ तर कम्युनिकेसन राम्रो भयो भने म्यानेजमेन्ट राम्रो हुन्छ, हामी लिड गर्न सक्छौँ। र लिडरको रूपमा काम गर्दाखेरि के छ भने नलेज चाहिँ अरूसँग लिनुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यो चाहिँ म चाहिँ नम्र स्वभावले सबैको विचारहरू सङ्कलन गरेर एउटा लिड चाहिँ गर्न सक्छु जस्तो मलाई लाग्छ। त्यसैले म प्रत्याशा। धन्यवाद इन्द्रभूषण झा सरलाई। समान प्रश्न हाम्रो श्याम किशोर यादव सरलाई पनि। धन्यवाद। यहाँ उपस्थित सम्पूर्ण इन्जिनियर्स आर्किटेक्ट्सहरूमा नमस्कार, प्रणाम। म श्याम किशोर यादव, बी इलेक्ट्रिकल इलेक्ट्रोनिक्स, एमई पावर सिस्टम, आइओयू फुलचोक। मेरो वर्क एक्सपिरियन्स लगभग 17-18 वर्ष रिन्युएबल एनर्जी सेक्टरमा आरइडिपी, एनआरइडिपी, युनिटी सपोर्टेड प्रोग्राम र हाल म रिन्युएबल एनर्जी सेक्टरमै कार्यरत छु। र मेरो जुन टिम छ, हाम्रो नेतृत्वको जुन टिम छ त्यो सबै जिल्लालाई प्रतिनिधित्व गर्ने हुने गरी सबै डिपार्टमेन्ट, सबै फ्याकल्टीलाई समावेशी आधारमा समावेशी गरेर हाम्रो यो एनइए प्रदेश 2 को निर्वाचनमा दर्ता भएको छ र हामी सबै जिल्लामा इजिली एक्सेसेबल छौँ। सबैतिर हाम्रो पहुँच छ। हामी जिल्ला कमिटी छौँ, हाम्रो प्रदेश कमिटी छ र हाम्रो केन्द्रीय कमिटी पनि छ। त्यसैले म सबैको साथ सहयोग पाएर यो प्रदेश 2 को निर्वाचनमा सभापतिको उम्मेदवारी दिएको छु। धन्यवाद श्याम किशोर यादव सरलाई। वही प्रश्न हाम्रो इन्जिनियर राजेश यादव सरलाई। आम इन्जिनियर मतदाता माझ कसरी चिनाउन चाहनुहुन्छ? हम राजेश यादव, घर हमार सबैला। देखि मैले इन्जिनियरिङ यात्रा सुरु गरेको, जहाँ विभिन्न किसिमका विकृति विरुद्ध लड्दै त्यो ठाउँमा मधेसबाट प्रतिनिधित्व गर्ने इन्जिनियर साथीहरू, अवश्य प्रदेश साथीहरूलाई मैले धेरै सहयोग गरेछु। त्यहाँ नेतृत्वले धेरै चेन्ज ल्याएको। त्यसपछि मेरो यात्रा चाहिँ फेरि काठमाडौँतिर गयो। काठमाडौँमा पनि यो विभिन्न किसिमका जुन समस्याहरू थियो, हाम्रो इन्जिनियरहरू, सिनियर इन्जिनियरहरू, उहाँहरूसँग मैले कोअर्डिनेसन गरेर धेरै कामहरू गरेको छु। त्यहाँ मधेस इन्जिनियरिङ एसोसिएसनलाई चाहिँ हामीले संस्थापक हौँ। त्यस्तै स्टुडेन्ट एलायन्स अफ तराईकै संस्थापकको अध्यक्ष भएर नै काम गरेको। त्यस्तै मधेस इन्जिनियरिङ विद्यार्थी समाज काठमाडौँको पनि म संस्थापक भएर काम गरेको। त्यहाँ चाहिँ विभिन्न
किसिमका हाम्रा साथीहरू विभिन्न ठाउँबाट आउँदाखेरि धेरै किसिमका समस्याहरू भोग्नु पर्ने, जस्तै एडमिसनको समस्याहरू थियो, पढाइको बेलामा बिल भर्नु, त्यति बेला भर्खर यो फोरमहरूको आन्दोलनले गर्दा धेरै किसिमका समस्याहरू परिरहेको थियो, ब्लड दानदेखि लिएर सबै। यो हुँदाहुँदै मैले जिटिजेड प्रोजेक्टमा जागिरको रूपमा गइसकेँ सुदूरपश्चिम। त्यहाँ चाहिँ हाइड्रो पावरमा काम गर्दै फेरि मैले शिक्षणको रूपमा चाहिँ वीरगञ्ज आएँ। वीरगञ्ज चाहिँ विगत 14 वर्षदेखि म पढाइरहेको छु र त्यहाँबाट अहिलेसम्म 14वटा ब्याचलाई डिप्लोमा स्तरको पढाइ पढाएँ। त्यसपछि मैले यो सरकारी प्राविधिक स्कुलमा पढाइरहेको छु र अहिलेसम्म मलाई लाग्छ कि प्रदेशभरिकै मलाई लाग्छ कि 500 भन्दा बढी इन्जिनियर अवश्यहरूलाई विभिन्न ठाउँमा मैले प्राइभेट जबहरू, सरकारीमा त जहाँ मेरो पहुँच परेको छ त्यो ठाउँमा लगाउँदै, तर प्राइभेट जबहरू पनि लगाउँदै आजसम्म मेरो यात्रा जारी छ र विभिन्न किसिमका समस्याहरू लिएर राजेश कुशवाहा लगायत, राजेश सुरक्षा लगायतका समस्याहरू जो जहाँ छ त्यो सबैमा हामीले निरन्तर चाहिँ आन्दोलनमा छु र इन्जिनियर साथीहरूको हक हितको लागि म हर वक्त तयार रहन्छु भन्ने जानकारी गराउन चाहन्छु। नमस्कार, धन्यवाद। धन्यवाद इन्जिनियर राजेश यादव सरलाई। समान प्रश्न पस्किन चाहे मैले इन्जिनियर दिपेन्द्र शाह सरलाई। नमस्कार, मेरो नाम इन्जिनियर दिपेन्द्र कुमार शाह हो। मेरो घर छिमेकी जिल्ला महोत्तरी बलवा नगरपालिका वडा नम्बर 2 मा हो। म पुल्चोक क्याम्पसको 60-64 को ब्याच हो र मैले जागिर गर्ने सिलसिलामा जनकपुरको नेपाल टेक्निकल इन्स्टिट्युटमा एचओडीदेखि लिएर नेपालगञ्जको लाइट टेक्निकल साइन्समा प्रिन्सिपल, त्यसपछि बैजनाथ इन्जिनियरिङ कलेज महेन्द्रनगरमा पनि मैले प्रिन्सिपल हुने मौका पाएँ र मेरो पनि टिचिङमा एउटा राम्रो हबी छ र मेरा शिष्यहरू पनि उपस्थिति यहाँ केहीका छन्। र प्रश्न छ हाम्रो उद्घोषकज्यूको कि तपाईँले आम मतदाताको रूपमा आफूलाई कसरी परिचित गराउनुहुन्छ? मैले आफूलाई आम मतदाता, इन्जिनियर मतदाता साथीहरूको बिचमा उनको आफ्नै मित्रको रूपमा परिचय गराउन चाहन्छु। मैले उहाँहरूसँग खाएको छु, बसेको छु, हिँडेको छु र मसँग लाग्ने मतदाताहरू 25 देखि 30 वर्ष मेरो समूहका अधिकांश छन्। उपस्थितिले पनि त्यो कुरालाई प्रमाणित गर्दछ। मैले उहाँको सुख दुःखको साथीको रूपमा उहाँको समस्या के छ, म आफैले पनि 8 जिल्लामा नेपाल तराई इन्जिनियर समाजको महासचिव हुँदै गर्दा, राष्ट्रिय इन्जिनियर सङ्घको महासचिव हुँदै गर्दा, नेपाल इन्जिनियरिङ समाजको उम्मेदवार हुँदै गर्दाखेरि पनि मैले 8 जिल्लाको गाउँमा पनि पुगेँ। मैले आफूलाई एउटा समाजसेवीको रूपमा, तपाईँहरूको सेवकको रूपमा चाहिँ चिनाउन चाहन्छु र यो चुनावमा मैले तपाईँहरूको माया पाएर, मत म भन्दिनँ, माया पाएर यदि म यो चुनाव जितेँ भने म पूर्णकालीन रूपमा काज सरुवा गरेर हुन्छ कि कसरी हुन्छ तपाईँहरूकै माझमा 2 वर्ष बस्छु र एउटा नमुना प्रदेश इन्जिनियर एसोसिएसन मैले तपाईँहरूको बिचमा बनाउँछु। फाइनली अब मैले तपाईँहरूकै साथीको रूपमा आफूलाई, तपाईँहरूको सेवकको रूपमा, तपाईँहरूको असल मित्रको रूपमा म आफूलाई परिचय गराउन चाहन्छु। धन्यवाद। धन्यवाद इन्जिनियर दिपेन्द्र शाह सरलाई। हामीले हाम्रो सभापतिका प्रत्याशी उम्मेदवारहरूको कुराहरू सुनेका छौँ। उहाँहरूले आफूलाई मतदाता माझ कसरी चिनाउन चाहन्छन् हामीले सुनेका छौँ। हामी प्रदेश कार्यकारिणी समितिको चुनावलाई फोकस गर्दै हामी बहसमा छौँ। प्रोभिन्सियल एनिया इलेक्सन टक विथ इन्जिनियर अविनाश अमर आयोजक स्नातकोत्तर मञ्चको कार्यक्रममा छौँ। हामी चाहन्छौँ जसले जिते पनि हामी समग्र इन्जिनियरहरूको राम्रो होस्। मेरो प्रश्न हाम्रो इन्जिनियर गौरी पण्डित सरलाई। हामी भन्छौँ इन्जिनियरिङ एसोसिएसनको प्रदेशको चुनाव जितेर इन्जिनियरिङ आम इन्जिनियर मतदाताहरू भोलिका दिनमा उहाँहरूको लागि केही न केही गर्ने भनेर हामी जित्न चाहन्छौँ। प्रदेश नम्बर 2 को चुनाव जितेर समग्र इन्जिनियरिङ क्षेत्रको विकासको लागि काम गर्न सकिन्छ कि प्रदेश केन्द्रित मात्र हुन्छौँ हामी? के छ तपाईँहरूको लागि? धन्यवाद, मौका दिनुभएकोमा अविनाश अमरजीलाई धन्यवाद। र खासमा हामी यो प्रदेशमा जितेर मात्रै, हामी प्रदेशमा जितेपछि धेरै ठुलो यहाँ हामीले काम गर्न सक्छौँ भन्ने हामी लक्ष्यको साथ हामी अगाडि बढेको छौँ। सबै साथीहरूलाई जानकारी नै छ। हामी विभिन्न किसिमको
हामी कुनै लोभ प्रलोभनमा कसैलाई धकेलेको छैन र अहिलेसम्म हामी निस्वार्थ रूपमा सबै साथीहरूलाई एकजुट बनाउन सफल भइरहेको छौँ र कुनै राजनीतिक दबावमाबाट टाढा भएछ र हामी निस्वार्थ रूपले एउटा साथीताको नाताले एउटा बोली व्यवहारले गर्दाखेरि हामी यति सङ्गठन विस्तार गरेको छौँ र अहिले पनि त्यस्तै विस्तारले गर्दाखेरि हामी नेटवर्किङ सबैतिर बढाइरहेछौँ। विभिन्न प्रदेशदेखि लिएर अब हाम्रो 14 गते चुनाव सक्ने बित्तिकै हाम्रो सङ्गठनको अस्तित्व छैन भनेर भन्न सक्दैन। त्यही भएर हामी 1 नम्बर प्रदेश, 3 नम्बर, 5 नम्बर सबैतिर रेडी अवस्थामा छ र हामी देशव्यापी रूपमा हामी पनि सङ्गठन विस्तार गर्ने तयारीमा छौँ र लगभग भइसकेको छ। हामीले फ्लेस गर्न मात्रै बाँकी छ र यहाँ पनि हाम्रो यस्तो भिजन छ हामीसँग, हाम्रो टिममा छ। मभन्दा मलाई जहाँ लाग्छ मेरो टिममा सबै एबिलिटी भएको मान्छेहरू छ र सबै जातिको समीकरण पनि छ भने तपाईँहरूलाई जानकारी दिलाउन चाहन्छु। विभिन्न क्षेत्रबाट विभिन्न किसिमका जातिहरूलाई हामी समेटेका छौँ र त्यो पनि हामी पहिला नैदेखि हामीले सबै समीकरण गरेर हामी एउटा सहमतिमा आएको छौँ र कसैको दबावबाट केही गरेको छैन। हामी एउटा सहमतिमा केन्द्रदेखि लिएर प्रदेश लिएर जिल्ला कमिटीबाट हामीले एउटा सहमतिमा एउटा टिम बनाएको छौँ। त्यसलाई हामी सम्मान गर्नै पर्ने अवस्था छ र हामीसँग भिजन छ। हामी यहाँ प्रदेशमा आयो भने हामी अवश्य पनि अब हामीले जुन अहिले बस्ने अवस्था छैन हाम्रो अहिले जुन एउटा हाम्रो भनौँ न नेपाल पत्रकार अब विभिन्न किसिमको निर्माण व्यवसायहरू जुन हामीले बनाइदिएको भवनमा उहाँहरूले बसिरहेको छ तर हाम्रै इज्जतको कुरो हो। हाम्रो एउटा 5 जना बस्ने एउटा रुम छैन, त्यो एउटा लज्जास्पद कुरा हो। त्यो हामीसँग भिजन छ र म यहीँबाट म जानकारी दिलाउन चाहन्छु। हामी अब यहाँ नेतृत्व गर्न सक्यो भने इनकेस नभए पनि हामी उहाँहरूलाई साथ दिन सक्छौँ र यो प्रदेश नम्बर 2 मा हाम्रो इन्जिनियरको र हाम्रो एनइओको भवन हुनुपर्छ भने हाम्रो जोरदार माग छ र त्यस्तै अरू पनि हाम्रो विभिन्न किसिमको यहाँ अब भनौँ न नगरपालिकादेखि लिएर प्रशासकीय चिजहरू पनि टेक्निकलै हुनुपर्छ पनि हाम्रो माग छ र त्यसमा पनि हामी एकदम एकबद्धता जनाउन चाहन्छौँ। सबै साथीहरूलाई एकबद्धता जनाउन चाहन्छौँ र न्यूनतम सेलेरी पनि हुनुपर्छ भने इन्जिनियरको न्यूनतम सलर पनि हुनुपर्छ भने हाम्रो सबैको एजेन्डा छ र हामी प्रदेश कमिटी र केन्द्र कमिटी जहिले पनि हामी दाजुभाइको एउटा रिलेसनले जुन भन्छौँ नि हामी जब पूजा गर्छौँ भने एउटा पत्थरलाई बगाल्न सक्छौँ भने मान्छे त हो नि मानव त हो नि। हामीले यहाँ खुनलाई पानी बनाउन सक्यो भने अवश्य चाहिँ केन्द्र कमिटीले हामीलाई हेर्छ र हामीले उहाँलाई हेर्छौँ भने एउटा हामी क्रिएट गर्न सक्छौँ। यति भन्दै म 2 शब्द दिइरहेको छु। धन्यवाद। नमस्कार। धन्यवाद इन्जिनियर गौरी सरलाई। सौहार्दतापूर्ण वातावरणका साथ केन्द्र र प्रदेश मिलेर अगाडि बढ्ने भनेर जानकारी गराउनु भएको छ। हाम्रो 2 नम्बर प्रदेशमा राष्ट्रिय इन्जिनियर सङ्घ र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको संयुक्त प्यानल बनाएर चुनावमा लड्नु भएको छ। जित्नुभयो भने केन्द्र र प्रदेशको सहकार्य कतिको सजिलो छ, के देख्नु भएको छ? यो प्रश्न हाम्रो इन्दुभूषण सरलाई। धन्यवाद गौरी पण्डित अविनाशजीलाई। सर यस्तो छ हाम्रो जुन छ हामी सेट र सबसेटको थ्योरीबाट अगाडि बढिरहेको छ। हाम्रो सेट चाहिँ राष्ट्रिय प्रगतिशील सङ्गठन हो र सबसेट चाहिँ हामी यहाँ छौँ विदेशमा सभापतिको क्यान्डिडेट र मेरो टिम चाहिँ लडिरहेको छ। त्यसैले हामीसँग त दुइटै कुरा छ, माथि पनि छ हाम्रो मान्छेहरू माथि अगाडि पनि माथि पनि छन् र तल हामी त छँदैछौँ। त्यसैले हामी कोअर्डिनेसन राखेर गर्छौँ र हामी मात्रैले चाहिँ यो चाहिँ हामी प्रदेशमा चाहिँ जम्मै कुरा गर्न सक्छौँ त्योसम्म पनि छैन, केन्द्रको सहयोग चाहिँ नै हाल्छ। त्यसको लागि राम्रो व्यवहार गरेर समन्वय राखेर हामी अगाडि बढ्छौँ र समग्र रूपमा चाहिँ हाम्रो प्रदेशको उसमा प्रगतिमा चाहिँ हामीले सहभागी हुन सक्छौँ। जस्तो गौरी सरले भन्नुभएको थियो त्यो कुरा मेरो पूर्ण समर्थन छ कि हाम्रो एउटा भवन छ, मेरो मात्रै सङ्गठन भनेको मेरो टिमको लक्ष्य रहेको छ कि एउटा भवनमा हाम्रो इन्जिनियर एसोसिएसनको भन्नुपर्छ, त्यसमा हल होला, हामी बसेर छलफल गर्न सकौँला र अगाडिको कार्यक्रमहरू गर्न सकौँला। हामीले एउटा भिजन अरू पनि के राखेको छ भने कन्टिन्युअस एजुकेसन, कन्टिन्युअस टेक्निकल नलेजको ट्रान्सफर्सन हुनुपर्छ। त्यहाँ एउटा हल होला, त्यहाँ चाहिँ यो सिस्टमहरू एभाइलेबल छ, मिडियाको इन्टरेक्सनको सिस्टमहरू छ, सहितको एउटा हल अत्याधुनिक जति राम्रो हुनसक्छ त्यति राम्रो होस् र त्यसमा चाहिँ हामी अल द टाइम चाहिँ अपडेट चाहिँ गर्न सकौँ भन्ने भिजन हामीले राखेका छौँ। त्यो चाहिँ हाम्रो
घोषणा पठाउँछ त्यसमा त्यो कार्यालय धन्यवाद इन्दुभूषण सरलाई। राष्ट्रिय इन्जिनियरिङ सङ्घ र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको सहकार्यमा प्रदेश र केन्द्रमा हामीले काम गर्नेछौँ, जसले गर्दाखेरि अवश्य पनि काम गर्न सजिलो हुन्छ भनिसक्नु भएको छ। मेरो प्रश्न इन्जिनियर श्याम किशोर यादव सरलाई, आम इन्जिनियर मतदाताहरूले तपाईँको टिमलाई भोट दिन्छन्, चाहनु भएको छ, हामीलाई जिताओस् भन्ने पनि चाहनु भएको छ। अहिले यो केन्द्रले जुन हस्तान्तरण गरेको छ अधिकार प्रदेशमा, त्यो अधिकार पर्याप्त छ त? के लाग्छ हजुरलाई? धन्यवाद अविनाश सर। केन्द्रले अहिलेसम्म जुन अधिकार दिएछ त्यो आफैमा पर्याप्त छैन, किनकि यो दोस्रो प्रादेशिक कार्य समिति निर्माणाधीन अवस्थामा छ। यहाँ धेरै कुरा आवश्यकता छ, जस्तै इन्जिनियर्सले अरूको घर बाटो बनाउँछन् तर आफ्नै घर छैन, त्यसको लागि आवश्यक बजेट चाहियो, त्यो बजेट पनि छैन। र जुन हाम्रो इन्जिनियर्सहरूको अहिले जुन धेरै कुराहरू अहिले पनि केन्द्रीकृत छन्, जस्तै इन्जिनियर्स न्यू रेजिस्ट्रेसनका कुराहरू छन्, सबै केन्द्रैबाट हुन्छ। त्यसलाई हामी प्रदेशै लेभलबाट हाम्रो एउटा आफ्नै भवन हुन्छ, आफ्नो संस्था घर राम्रो हुन्छ भने त्यो हामी सबै सिस्टम आफ्नै भयो भने त्यसको लागि त बजेट चाहियो र त्यसको लागि ह्युमन रिसोर्स पनि चाहिन्छ, त्यो आदि इत्यादि कुरा छँदैछन्। त्यसमा जुन के भन्छन् केन्द्रको सहयोग र प्रदेशको यो कब हुन्छ भने जब यो प्रदेश र केन्द्र अनुकूल हुन्छ र त्यसको अनुकूल सरकार हुन्छ, त्यो बेला मात्र त्यो सम्भव छ, न त एउटा कुनै व्यक्ति कुनै समूहबाट यो सम्भव देखेको छैन। केन्द्रद्वारा प्रदेशलाई हस्तान्तरण गरिएको अधिकार पर्याप्त छैन, सरकार आएको खण्डमा त्यो किसिमको सम्भावना सम्भव छ र भनिसक्नु भएको छ इन्जिनियर श्याम किशोर सरले। मेरो प्रश्न इन्जिनियर राजेश सरलाई, केन्द्रको अधिकार जुन अहिले दिएको छ, सरकार आफ्नो हुँदाखेरि मात्रै सम्भव छ दुईटामा सन्तुलन मिल्न, कि होइन अहिलेको अधिकारले पनि हामीले प्रदेशमा धेरै गर्न सक्छौँ भन्ने लाग्छ? के लाग्छ हजुरलाई? पक्कै पनि जुन अधिकारहरू थोरै मात्रामा दिएको छ होइन, अनि त्यसलाई हामी के गर्नु पर्यो भन्दाखेरि पहिला त यो पनि थिएन। अहिलेको जुन केन्द्र प्रदेशको जुन कुरा आयो त हामीले सर्वेमा पढेको प्रिन्सिपल थ्योरी छ सर्वेको, वर्किङ फ्रम होल टु पार्ट। त मैले पहिला के थियो कि पार्टमा मात्रै काम हुन्थ्यो, केन्द्रीकरण मात्रै थियो। अब हामी सबै बाहिर रूपमा आउनुपर्छ कि सातै प्रदेशमा जुन केही बुन्दाहरू दिएको छ त्यसलाई हामी के गर्छौँ, जस्तो यहाँको मतदाता जुन दर्ता हुन्छ त्यसको 3% पैसा यही राख्नु भनिएको छ होइन। त्यसलाई हामी पढाएर के गर्नु पर्यो त, उनीहरूले जो प्रदेशबाट दर्ता लिन्छ इन्जिनियरहरूले त्यसको दर्ता चार्ज सम्पूर्ण यही राखिदिनु पर्ने हुन्छ। र केही अधिकार जस्तो हामीलाई दिएको पनि छ, जस्तो अहिले तपाईँको आन्दोलन भए विभिन्न किसिमका केही विज्ञप्तिहरू निकाल्नु पर्यो त हामीले के गर्यो, प्रदेशबाट निकालिरहेको छौँ होइन। आन्दोलनका कार्यक्रममा प्रदेशबाट घोषणा गरिरहेको छ र यसलाई चाहिँ केन्द्रले एक्सेप्ट गरिरहेको छ। त केही मात्रामा अहिलेसम्म चाहिँ अघिको अधिकार ठिकै हो, तर अझ पनि यो अटुट छ। हामीले चाहिँ एकदम अटोनोमस बनाइदियो भने कि स्थानीय स्तरमा सारा तपाईँहरू नै सोल्भ गर्नुहोस् भने त धेरै कुरा हामीले चाहिँ ल्याउन सक्छौँ होइन। जस्तो कि अहिले तपाईँको हामीले के गर्न सक्छौँ भविष्यमा गएर कि जो दर्ता लिइरहेको छ इन्जिनियरहरूको दर्ता फी त्यो पुरै फ्री गर्ने, जब मात्र एनइसी दर्ता भएको इन्जिनियर सबैले भोट दिन पाउने अधिकार दियो भने तैँले यो पार्टीवाला सिस्टमहरू जुन छ कि फलानाको दिनुहोस् 2000 रुपियाँमा तपाईँ गर्दैछु उसलाई मात्रै नदिने, त्यो कुराहरू हट्यो भने धेरै कुरा हामी यही समेट्न सक्छौँ। सम्पूर्ण साथीहरू के हुन्छ एक बहुत हुन्छ र स्थानीय स्तरमैबाट हामी धेरै कुरा गर्न सक्छौँ। यसको लागि हाम्रा युवा इन्जिनियर लगायत अग्रज इन्जिनियरहरूले साथ दियो भने हामी यहीबाट जित्यो भने हामीहरूले त्यो कुरा देखाउने पनि छौँ। धन्यवाद। धन्यवाद इन्जिनियर राजेश सरलाई। प्रगतिशील इन्जिनियर समूह तीनटाको समूहबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ उहाँले, र काउन्सिलका सम्पूर्ण इन्जिनियरहरूलाई, काउन्सिलमा रजिस्टर्ड सम्पूर्ण इन्जिनियरहरूले मताधिकार पाउनुपर्छ भन्नुभएको छ। र अधिकार सीमित भयो भने पनि सबैको प्रयासबाट बृहत बनाउन सकिन्छ भन्नुभएको छ। र अबको प्रश्न
इन्जिनियर सरलाई डिएसटी छुट्टै एउटा टिम बनाउनु भएको छ, एउटा ब्रान्ड हुनुभएको छ। के लाग्छ तपाईँले जित्नुभयो भने समग्र इन्जिनियरहरूको मनोभावना बुझ्न सक्नुहुन्छ, काम गर्न सक्नुहुन्छ होला जस्तो लाग्छ? साँच्चीकै त्यहाँ पनि ब्रान्ड आफ्नो देखाउन सक्नुहुन्छ? एकचोटि फेरि पनि धन्यवाद दिन चाहन्छु र उहाँको प्रश्न छ कि यदि यो चुनाव हामीले जित्यो भने केन्द्रबाट अधिकारहरू हामी प्रदेशमा ल्याउन कतिको सक्षम हुन्छौँ? नेपालको चाहिँ संविधान अनुसार 3 तहको सरकार बनेको छ, 3टा सरकार छ, प्रदेशमा, केन्द्रमा र स्थानीय निकायमा, र नेपाल इन्जिनियर एसोसिएसनको पनि विधान संशोधन भएर हामी प्रदेश स्तरमा आएका छौँ। नेपाल इन्जिनियर एसोसिएसन गठन भएको यो सिडिओ कार्यालय काठमाडौँमा गठन भएको, दर्ता भएको यसको 2टा मूल मर्म छ। इन्जिनियरहरूको पेसागत हक हितको संरक्षण गर्ने, इन्जिनियरहरूको पेसागत क्षमता विकास गरी आवश्यक पूर्वाधार निर्माण गर्नको लागि उसलाई दक्ष बनाउने र इन्जिनियरिङ पेसालाई मर्यादित बनाउने। अब मैले चुनाव नजिते पनि मैले के गर्न सकेको छैन त्यो भन्नुहोस्। हामीले तालिम सञ्चालन गरेका छौँ, लोकसेवा आयोगको कक्षा सञ्चालन गरेका छौँ, गरिब जनताको दुःख सुखमा गएर उनको घाउमा मलम लगाएका छौँ। यदि भाइहरूको मायाले, स्नेहले, शुभेच्छाले यदि दिपेन्द्र साथी जुन डिएसटी, अब यो डिएसटीको अर्को क्वेसनमा म भनौँला, अहिले मैले जितेँ भने 10% लेबी केन्द्रमा राखेर 90% लेबी प्रदेशमा चाहिँ ल्याउने र म आफू पनि सिंहदरबारमा राष्ट्रिय सतर्कता केन्द्र जस्तो ओभरसाइट एजेन्सीको विगत 10 वर्षको अनुभवको कारणले मेरो आफू स्वतन्त्र हुँदै पनि हरेक दलसँग मेरो टचुल छ। मैले आरएसको महासचिव हुँदै गर्दाखेरि थानीजी आउनु भएकै हो, हाम्रो वर्तमान महासचिवजी पनि त्यहाँ आउनु भएकै हो। त्यसो भएर मलाई लाग्दछ स्वतन्त्र भए पनि मेरो पर्सनल चाहिँ रिलेसन प्रदेश सरकारको ब्युरोक्राटमा होस् कि सङ्घीय सरकारको ब्युरोक्राटमा होस् कि सिनियर इन्जिनियर माझ होस्, मसँग केन्द्रमा पूर्व 5 जना अध्यक्षज्यूहरूको, महासचिवज्यूहरूको पनि एलायन्स छ। त्यसो भएर यो डिएसटी समूह यदि प्रदेश नम्बर 2 को 16 सिटमा विजय भयो भने वा आंशिक रूपमा विजय भयो भने हामीले आफ्ना माग मुद्दाहरू र मूल उद्देश्य के हो त तपाईहरुको सेवा गर्ने र सबभन्दा ठुलो समस्या प्रदेश नम्बर 2 मा बेरोजगारीको समस्या छ। प्रदेश नम्बर 2 मा इन्जिनियरले पाउने जति पनि अवसरहरू छन् काठमाडौँका साथीहरूले लिएको छ, प्रदेशका साथीहरूले प्रदेशमा अवसर पाउनु पर्छ भन्ने एउटा हाम्रो चाहिँ मान्यता छ। त्यसमै म लाग्छु, अरू कुराहरूको चाहिँ प्रश्नमा भन्नुलाई धन्यवाद। केन्द्रमा कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ र किन? अनि केन्द्रमा हामीले स्वतन्त्र विचारधारा भएको दिलीप कुमार झा, मधेस मूलकै मधेसकै सुपुत्र दिलीप कुमार झा जो विगत 29 वर्षदेखि नेपाल इन्जिनियर एसोसिएसनमा एउटा महारथीको रूपमा काम गर्दै हुनुहुन्छ। उहाँलाई इन्जिनियर एसोसिएसनमा नचिन्ने कोही पनि छैन। त्यसो भएर मधेस मूलका प्रदेश नम्बर 2 का पनि धरती पुत्रहरू नेपाल इन्जिनियर एसोसिएसनको केन्द्रको लिडिङ गर्न सक्छ भन्ने भावनाका साथमा हामीले उहाँलाई समर्थन गरेका छौँ। अबको प्रश्न हाम्रो इन्जिनियर श्याम किशोर सरलाई। लोकतान्त्रिक समूहबाट तपाईँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ। लोकतान्त्रिक समूह केन्द्रमा 2टा भागमा बाँडिएको देखिएको छ, तपाईँहरूको समर्थन कसलाई र किन? धन्यवाद। म यहाँ लोकतान्त्रिक समूह सिडिनबाट हाम्रो उम्मेदवारी हो र हाम्रो वैधानिक समूह भनेको केन्द्रमा पनि सिडिनको जो आधिकारिक टिम छ त्यसलाई नै समर्थन छ। अब यसमा मैले अरू के भन्ने, दुवै लोकतान्त्रिक नै हो, तर हामी वैधानिक लोकतान्त्रिक त्यो आम इन्जिनियरले बुझ्छन्, त्यसले आम इन्जिनियर बुझ्छन् र एउटै प्रदेशको कुरा होइन, यो 7वटा प्रदेशको कुरा हो। केन्द्रमा अब कसलाई दिँदाखेरि हामी लास्टमा हाम्रो अप्सन हुन्छ, जो वैधानिक छ, जो जित्नेवाला टिम छन् त्यसलाई नै हाम्रो पूर्ण समर्थन रहन्छ र केन्द्रमा पनि सबै साथीहरूलाई र प्रदेशमा पनि हाम्रो लोकतान्त्रिक समूहलाई नै भोटिङ गर्नको लागि म हार्दिक अपील गर्छु। धन्यवाद श्याम सरलाई। उहाँले वैधानिक टिम भनेकै सिडिनको प्यानलबाट सिडिनले उठाएको टिम वैधानिक भनिसक्नु भएको छ। हाम्रो 2टा प्यानल लोकतान्त्रिकबाट रहेको 2टा प्यानल
को सपोर्टर हामी यहाँ देखिराखेका छौँ प्रदेशमा। मेरो प्रश्न इन्जिनियर गौरी सरलाई, स्वतन्त्र विचार बोकेर आउनुभएको छ, कुनै पनि पार्टी चाहिँदैन भनेर भन्नुभएको छ। यो कुरा सुन्दा रमाइलो पनि लाग्छ। हाम्रो पेसागत सङ्घ सङ्गठनमा कुनै किसिमका राजनीति हुनु हुँदैन भनेर अगाडि आउनुभएको छ। यसले गर्दा तपाईँलाई केन्द्रमा सपोर्ट पाउन गाह्रो हुँदैन? के लाग्छ तपाईँलाई? धन्यवाद अविनाशज्यू। खासमा यो धेरै माथि क्वेसन पनि छ र त्यो एकदमै सबैले बुझ्नुपर्ने कुरा छ। हामीले यहाँ सपोज भनौँ, हामी यहाँ कुनै पार्टीगत जित्यो, कुनै भनौँ न काङ्ग्रेस जित्यो, बिएनजेपी को जित्यो, तर केन्द्रमा त्यही संस्थाले जित्छ भने ग्यारेन्टी छैन र त्यसैको सरकार हुन्छ भने पनि ग्यारेन्टी छैन कि। त्यही भएर यहाँ काङ्ग्रेस जित्यो र केन्द्रमा एमाले जित्यो भने के तिनीहरूको तालमेल मिल्छ? उहाँहरूको मिल्छ? तालमेल मिल्छ? मिल्दैन, अवश्य मिल्दैन। किनभने यो कार्यकालै 2 वर्षको हुन्छ र यो कार्यकालले गर्दाखेरि हामीले कसैको भारमा कोही हुँदैन के, उसको भारमा हामीले यो संस्था चलाउने, हामी प्रदेशको कसरी मोनिटरिङ गर्ने र आफ्ना क्षमता कस्तो छ, क्षमतावानलाई जिताउनुपर्छ र क्षमता एउटा टिम क्रिएट गर्नुपर्छ। त्यो टिम हामी मजबुत भयो भने हामी केन्द्रलाई किन हामी उसको सहयोग किन लिने? हाम्रो सहयोग लियोस् भने हामीले बनाउन चाहन्छौँ। प्रदेश नम्बर 2 हामी बनाउँछौँ र हामीरोबाट उहाँहरूले नकल गरोस् र हामी जुनसुकै ठाउँबाट पनि हाम्रो युनिटी र पावर भयो भने हामी आफै स्वयं एउटा 8 जिल्लाको प्रदेश हामी आफै बनाउँछौँ। त्यहाँसम्म भयो भने हामी केन्द्रलाई खास एउटा भाइचाराको सम्बन्ध हुन्छ। हाम्रो युनिटी र पावर र हाम्रो स्रोतले भ्याएसम्म हामी प्रदेश आफै बनाउन सक्छौँ। धन्यवाद। 8वटा जिल्लालाई बनाएको खण्डमा अवश्य पनि त्यसको नक्कल केन्द्रले गरोस् भन्नुभएको छ। आशा गरौँ त्यो तरिकाको काम गरेर देखाउनुहोस् जित्नुभयो भने। अबको प्रश्न इन्दुभूषण सरलाई, केन्द्र र प्रदेश दुईटैमा सशक्त भएर अगाडि आउँछु भनेर एउटा गठबन्धन बनाउनु भएको छ, बृहत राष्ट्रिय प्रगतिशील गठबन्धन। सो गठबन्धनलाई भोट किन दिने आम इन्जिनियर मतदाताहरूले? प्रदेश 2 को सन्दर्भमा तपाईँलाई के लाग्छ? प्रदेश 2 का हाम्रा आम इन्जिनियर मतदाताले तपाईँहरू गठबन्धनलाई भोट किन दिने? सर, यसमा यस्तो छ, हाम्रो जुन गठबन्धन छ प्रगतिशील गठबन्धन, यसको ट्र्याक रेकर्ड हेर्नुपर्छ। यसको ट्र्याक रेकर्ड कस्तो छ भने यो हाम्रो एनइएको जुन बिल्डिङ थियो, बिल्डिङ के थियो, एउटा कटरा जस्तो थियो, त्यो रानीपोखरीको छेउमा। त्यसलाई सिफ्ट गर्नु, त्यो बिल्डिङ चाहिँ एस्टाब्लिस गर्नु पहिलेका हाम्रा अग्रजहरूले पहल गरेका हुन् र त्यो बिल्डिङ चाहिँ बनाइसकेका हुन्। त्यसको ट्र्याक रेकर्ड त्यस्तो राम्रो छ। बिल्डिङ चाहिँ सिफ्ट गर्न सक्यो, संस्थागत गर्न सक्यो। त्यसपछि सचिवको पदमा चाहिँ इन्जिनियरहरूलाई नराख्ने, जान नदिने भन्ने जुन व्यवस्था थियो, त्यसलाई चाहिँ जोडतोडका साथ इन्द्रबहादुर गुरुङको टिमले त्यसलाई चाहिँ परिवर्तन गर्न सक्यो। त्यसपछि इन्सुरेन्सको हाम्रो जहिले चाहिँ जोखिमपूर्ण कामहरू छ, इन्सुरेन्सको व्यवस्था चाहिँ यही टिमको अग्रजहरूले चाहिँ इन्सुरेन्सको ग्यारेन्टी गर्न सक्यो। र अहिले स्टाफ कलेज, इन्जिनियरहरूको लागि स्टाफ कलेजको अवधारणा यही टिमले चाहिँ ल्याएको छ र त्यसको लागि सशक्त रूपमा लागेको छ। इन्जिनियर चाहिँ आउने, त्यसपछि टाइम म्यानेजमेन्ट, अफिस म्यानेजमेन्ट इत्यादि कुराहरू जुन डाइरेक्टली अफिसमा जाने कुरा हुन्छ र अफिस कसरी सञ्चालन गर्ने कुरा जुन कलेजमा पढाइ गरिन्छ त्यो चाहिँ स्टाफ कलेजमा पढाउनुपर्छ। जब प्रशासनमा जानेहरूलाई स्टाफ कलेजको व्यवस्था छ, तर हामी इन्जिनियरहरूलाई पछि गएर यो पनि स्टाफ कलेजको ट्रेनिङ त लिएको हो, धेरै वर्ष काम गरेपछि लिएको हो। जाँदै चाहिँ इन्जिनियरहरूको लागि स्पेसल चाहिँ सिस्टम हुनुपर्छ, स्टाफ कलेजको सिस्टम हुनुपर्छ भन्ने कुरा यो प्रगतिशील गठबन्धनले उठाएको छ। इन्जिनियरिङ र सबभन्दा ज्वलन्त समस्या अहिले के छ भने लार्जली इन्जिनियरहरू गाउँपालिकाहरूमा नियुक्त छन्, 6औँ तहमा र 7औँ तहको चाहिँ हाकिम हुने, प्रमोसन हुँदैन हुने। यो व्यवस्थालाई अन्त गर्ने, इन्जिनियरको हाकिम इन्जिनियरै हुने र चाहिँ पदोन्नति हुने, अरू ठाउँ पनि जान सक्ने व्यवस्था सहितको व्यवस्था ल्याउने कुरामा चाहिँ सङ्घर्ष गर्छ। त्यसैले हामी चाहिँ यो जुन बृहत राष्ट्रिय सङ्घ प्रगतिशील सङ्गठन छ त्योसँग आबद्ध भएर बढिरहेका छौँ र हामी कल्याणकारी कामहरू गर्न सक्छौँ भन्ने लागेको छ। धन्यवाद इन्दु सरलाई।
बृहत राष्ट्र प्रगतिशील गठबन्धन का विगत सम्झाउँदै सोहीलाई दोहोऱ्याउने जसले गर्दा आफ्नो टिमलाई मत दिनुपर्छ भनेर भनिसक्नु भएको छ। अबको प्रश्न इन्जिनियर राजु सरलाई, एउटा के देखिन्छ भने यो राजनैतिक माहौलले गर्दाखेरि पेसागत सङ्गठन भनौँ, जनवर्गीय सङ्गठन भनौँ, त्यसमा पनि धेरै फरक पार्छ, प्रभाव पार्छ। अहिले प्रगतिशील विचार समूहका नियोन, सिन र एनइएस भएर एउटा कम्बाइन्ड टिम बन्नुभएको छ। भोलिका दिनमा केन्द्र लेभलमा यी टिमका बिच, यी राजनैतिक आस्थाका बिच कुनै किसिमको समस्या आयो भने त्यसले इन्जिनियरिङ समूहमा, तपाईँको समूहमा काम गर्ने वातावरणमा असर पर्छ कि के लाग्छ हजुरलाई? धन्यवाद सर। हामीलाई त्यस्तो लाग्दैन, किनकि राजनीति भनेको नेताहरूले गर्ने हो। हामीले इन्जिनियरको मर्यादालाई पेसागत हक हितको लागि लड्छौँ कि, अनि देशलाई जब राजनीतिक हिसाबले जरुरी पर्छ जुन ठाउँमा त्यहाँ हामीहरू मात्रै जाने हो। त्यही भएर हाम्रो जुन गठबन्धन बनेको छ, यो गठबन्धन चाहिँ कस्तो छ भन्दाखेरि कि जे हुन्छ त्यो हाम्रै इन्जिनियर साथीहरूको हक हितको लागि लड्ने हो। देशमा नेताहरूले के गर्छ, कसो गर्छ त्यतातिर हाम्रो त्यति ध्यान हुँदैन। हामी आफ्नै पेसागत हक हितको लागि लड्ने हो। त्यो कुरामा तपाईँहरूलाई प्रतिबद्धता जनाउन चाहन्छु र यसरी नै हाम्रो सङ्गठन प्रतिबद्ध छ यस विषयमा। धन्यवाद इन्जिनियर राजु सरलाई। केन्द्रको माहौल सम्भवतः बिग्रिँदैन, जे जस्तो भयो भने पनि हामी इन्जिनियरिङ एसोसिएसनमा रहेर हामीले राम्रो गर्छौँ भनिसक्नु भएको छ। मेरो प्रश्न इन्जिनियर श्याम किशोर यादव सरलाई, धेरै वर्षदेखि लोकतान्त्रिक समूहले जित्दै आएको अवस्था छ र अहिलेसम्मको अवस्थामा प्रायःजसो कार्यकाल लोकतान्त्रिक समूहले ओगटेको छ। अहिलेसम्मको प्रगति देख्दा तपाईँ सन्तोषजनक लाग्छ, के लाग्छ तपाईँलाई? अवश्य सन्तोषजनक लाग्छ। यो आफैमा लोकतान्त्रिक समूहले लोकतान्त्रिक कार्य गरेको छ। आफ्नो समय सीमामा आफ्नो कार्य सम्पादन गरेको छ। 2 वर्षको कार्यलाई 3 वर्ष पुर्याएको छैन। त्यो एउटा सबभन्दा ठुलो कार्य हो। जुन बेला जुन समयमा लोकतान्त्रिक समूह एरियामा प्रतिनिधित्व गरेको छ, त्यो समयमा इन्जिनियर हक हित र त्यसको पेसागत सुरक्षाको लागि काम गरेको छ। जस्तै इन्जिनियर्सहरूको जुन सचिवसम्म पुग्ने बाटो त्यो एनइएमा सिडेनहरूको प्रतिनिधित्व भएको बेलामा भएको छ र हाम्रो अहिले पनि माग छ जुन इन्जिनियरहरूको अहिले जुन थिचोमिचो भएको छ विभिन्न सङ्घ संस्थाहरूमा या स्थानीय तहमा छटौट डिग्रेडिङको अवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्नका लागि त्यो इन्जिनियर्सको सुरुको नियुक्ति नै 7औं तह हुनुपर्छ। त्यो कार्यान्वयन गर्नलाई त्यो कुनै समूह व्यक्तिले हुँदैन, त्यसलाई नीतिगत संशोधन गरेर हुन्छ। त्यो नीतिगत संशोधन कार्यान्वयन गर्नको लागि प्रदेश, केन्द्र र अनुकूल सरकार भयो भने मात्र हुन्छ भन्ने मलाई लागेको छ र म अहिले पनि आउने सरकारको जो आकृति छ त्यो म हेरिरहेको छु। आम इन्जिनियरले पनि त्यो अनुमान गरिरहेको छ। जुन इन्जिनियरिङ क्षेत्रमा समस्या परेको छ, त्यो डिग्रेडिङको समस्या होस् या अरू बेरोजगारीको समस्या होस् आदि इत्यादि हल गर्नलाई यो लोकतान्त्रिक समूहबाट नै हल हुन्छ र यसले आफ्नो काम लोकतान्त्रिक तवरले गरेको छ। भनेको काम समयमा सकाएको छन्। सबै काम एकैचोटि हुँदैन, तर निरन्तरता त्यो उसमा छ। अनलाइन हाम्रो यो स्टेप बाई स्टेप त्यो उसमा छन्। धन्यवाद श्याम किशोर सरलाई। सन्तोषजनक हुनुहुन्छ अहिलेसम्म काम देख्दाखेरि, इन्जिनियरिङ क्षेत्रको प्रगति देख्दाखेरि र इन्जिनियरिङ पेसागत विकासको लागि सिडेनले गरेको क्रियाकलाप देख्दाखेरि। मेरो प्रश्न इन्जिनियर गौरी सरलाई, विभिन्न प्रदेशमा छोटो समयमा एउटा लामो विस्तार गर्नुभएको छ, साथीहरूलाई जोड्नु भएको छ, साथीहरूलाई जुन तरिकाले जोड्नु भएको छ त्यो साथीहरू जसरी आबद्ध हुनुभएको छ, भोलिका दिनमा राजनीतिकतिर उहाँहरू ढल्किनुहुन्न भन्ने लाग्छ। जुन सहयोग पाउनु भएको छ त्यही सहयोग पाइराख्नुहुन्छ भन्ने लाग्छ, के लाग्छ हजुरलाई? धन्यवाद, पुनः धन्यवाद। खासमा मलाई अहिलेसम्म विगत 13 वर्षको अनुभव छ र मलाई खासमा यो प्रेसिडेन्ट, यो सभापति भनेको म 1-2 वर्षमा मलाई जिम्मेवारी, यो मेरो 1-2 वर्षको कार्यलाई हेरेर मात्रै मलाई सभापतिको उम्मेदवार दिएको छैन। विगत 13 वर्षको अनुभवको कारणले गर्दाखेरि समग्रमा मलाई सभापति उम्मेदवार उठाएको छ र अहिले पनि मलाई मेरो टिमलाई
धेरै किसिमको आश्वासन आएको थियो र धेरै किसिमको पनि विभिन्न किसिमको रणनीति बनाएर हामीलाई टुक्रा टुक्रा पार्न खोजिरहेको थियो। त्यो अहिले तपाईँहरूलाई पनि जानकारी छ र समग्र मेरो विचारमा सबैलाई थाहा भएको कुरा हो। त्यही भएर म अहिले पनि जुन 6 महिना पहिले जुन हाम्रो ब्यानरमा भएको थियो त्यो टिमबाट झिक्न पनि धेरै प्रयास भएको हो र अहिले पनि भइरहेको छ। त्यो कहिले पनि म हुँदाखेरि र हाम्रो टिम हुँदाखेरि मलाई विश्वास लाग्छ कि बरु जसरी हुन्छ कुनै पनि हालतमा हाम्रो टिमलाई बाहिर जान दिँदैनौँ। त्यो मेरो कुनै पनि लोभ लालचमा कसैले मलाई फकाउन खोज्यो भने त्यो भ्रम हुन्छ भन्ने म जानकारी दिलाउन चाहन्छु। धन्यवाद। धन्यवाद इन्जिनियर गौरी सरलाई। मेरो प्रश्न इन्जिनियर इन्दु भूषण सरलाई। व्यक्तिगत रूपमा सबैभन्दा पाको हुनुहुन्छ हजुर, धेरै अनुभव बटुल्नु भएको छ। व्यक्तिगत रूपमा तपाईँले गर्न सक्ने कुरा तपाईँको टिमका साथीहरू पनि गर्न सक्छन् भन्ने लाग्छ। एउटा कोअर्डिनेसन जुन हुन्छ, एउटा जेनेरेसन ग्याप भनौँ, कुनै न कुनै तरिकाले एउटा जेनेरेसन ग्याप कता कता जुन भन्ने हामी सुनिन्छ, त्यसले गर्दाखेरि तपाईँको टिमले जितेको खण्डमा तपाईँलाई कार्यहरू गर्न समस्या त हुँदैन। तपाईँको समग्र टिमले जितेको खण्डमा के लाग्छ हजुरलाई? मलाई लाग्छ समस्या त हुँदैन होला, किनभने म जुन सभापतिको क्यान्डिडेटको रूपमा उठेको छु त्यो चाहिँ यो साथीहरूले प्रपोज गरेको कारणले म उठेको। यो आपसे आप चाहिँ म चाहिँ यो पदमा जानुपर्छ भनेर आफै इच्छा भएर उठेको हो भने उहाँहरूको सपोर्ट छ, त्यही कारणले चाहिँ म यो पदमा उठेको छु। र म के ठान्दछु भने मेरो लाइफ स्टाइलको जम्मै जानकारी कसैसँग हुँदैन र जानकारी चाहिँ परिवर्तन भइरहन्छ। त्यसैले जानकारी चाहिँ बटुल्नुपर्छ। सभापति हुँदैमा सबै कुरा बुझेको छ, सबै कुरा गर्न सक्छ भन्ने कुरा हुँदैन। यसमा सिम्पल चाहिँ सिभिल इन्जिनियरिङको सिद्धान्तहरू छ। सिभिल इन्जिनियरिङमा चाहिँ हाम्रो हामीहरू चाहिँ फर्स्ट चाहिँ गुरुले सिकाउनु गएको छ सेन्सरमा चेन लिएर एकजना फलोवर हुने अगाडिको मान्छे चाहिँ लिडर हुन्छ, तर लिडरले चाहिँ नेतृत्व चाहिँ फलोवरको हिसाबमा हुन्छ। त्यसले फलोवर्स सबै ठाउँबाट कम्युनिकेसन हुन्छ, जानकारी हुन्छ, फिडब्याक हुन्छ। त्यो आधारमा हामी हिँड्ने सबैलाई समन्वय गरेर हिँडेको छ। किन समस्या हुन्छ? समस्या आउँदैन। म आफै नेतृत्व के गर्ने हो भने जानकारी फिडब्याकहरू दिने हो, त्यसबाट निष्कर्ष निकालेर अगाडि बढ्ने हो। इम्पोज चाहिँ लिडरसिप इम्पोज गर्ने हो भने कि सबैलाई समावेश गरेर अगाडि बढ्ने हो। त्यसरी समस्या आउँदैन भन्ने मलाई लाग्दछ। धन्यवाद इन्द्रभूषण सरलाई। उहाँको अनुभवले गर्दा अरूले पनि सिक्न पाउने र त्यसरी सहकार्यमै दुईवटा जेनेरेसन अझ राम्रो तरिकाले अगाडि बढ्ने भन्ने हिसाबले अगाडि बढ्ने भनेर भनिसक्नु भएको छ। मेरो प्रश्न इन्जिनियर दिपेन्द्र शाह सरलाई। एउटा छुट्टै टिम बनाउनु भएको छ, एउटा ब्रान्ड हुनुभएको छ र यो नामले नै सधैँभरि अगाडि बढ्नुहुन्छ कि भोलिका दिनमा चुनाव जितेर छुट्टै रणनीति बनाएर अर्कै टिममा परिणत हुने के सोच्नु भएको छ? एकैछिन मैले हजुरको जवाब लिनुभन्दा अगाडि साथीहरूको प्रश्न पनि यहाँ केही साथीहरूले प्रश्न राख्ने भन्नुभएको छ। अवश्य पनि साथीहरूको प्रश्न लिनेछौँ। त्योभन्दा अगाडि हाम्रो दिपेन्द्र सरको जवाब सुनौँ। कृपया जवाब राख्नुहोला। अब एकचोटि फेरि पनि साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र मलाई प्रश्न आयो स्पेसली यो डिएसटी के हो? तपाईँ चुनाव जितेपछि डिएसटीलाई के गर्नुहुन्छ, कता मिल्नुहुन्छ? यो डिएसटीको उत्पत्ति कहाँ भयो? अब यही मसला कटेज हो जहाँबाट डिएसटीको उत्पत्ति भएको हो, जन्मस्थान यही हो। मलाई राजनीतिक दलहरूको म चपेटामा परेको मान्छे हो, राजनीतिबाट पीडित मान्छे हो। हामी परिक्रमा गर्दै रोड सो गर्दै र यो देशको एउटा शक्तिशाली नेताले तपाईँ मेरो अध्यक्ष पदको उम्मेदवार हो पछि षड्यन्त्रपूर्वक मलाई झिक्न लगाइयो। त्यो पीडाबाट त्रसित भएर त्यो पीडाको जुन विष हुन्छ तैँले पनि बाँकी नै छ र त्यसैले डिएसटीलाई जन्म दिएको छ। र यो डिएसटी भनेको एउटा आन्दोलन हो, डिएसटी भनेको एउटा नारा हो, डिएसटी भनेको एउटा चाहिँ समूह हो, डिएसटी भनेको एउटा युवा इन्जिनियर साथीहरूको जोस हो। र एउटै व्यक्तिको पछि 16 जना उम्मेदवार हुनु, 8 जिल्लामा सङ्गठन हुनु। कृष्ण पण्डित भाइ आफूलाई गौरवका साथमा डिएसटीको धनुषा जिल्लाध्यक्ष बन्नुहुन्छ। हाम्रा सिराहा जिल्लाध्यक्ष छन्, सप्तरी छन्, बारा छन्, पर्सा छन्। र सायद यो चुनावमा मार्केटमा सुने अनुसार हामी काँडा टक्करमा छौँ है। जित्छको भन्ने कुरा त भन्दैन, तर सुनिल अधिकारी भाइ हुनुहुन्छ। हामी मैले उसलाई बेला बेला फोन गर्छु, सर काँडा टक्करमा छौँ हामी।
त यही भनेको र मैले यो कुरा मसँग घटना हुँदा गर्दाखेरि घटनाले नेता जन्माउँछ, एक्सिडेन्टले नेता जन्माउँछ र म नैतिक जित मेरो भएको छ। मेरो ब्यानर छ, 16 जना उम्मेदवार छौँ। म यो प्रदेशको सभापतिको कुर्सीमा बसौँ नबसौँ, म मानसिक रूपले मेरा कुरा सुन्दा पनि तपाईँहरूले लाग्छ कि म यहाँको सभापति छँदैछु है। त्यसो भएर र उहाँको प्रश्न हो यो डिएसटी कहाँ जान्छ? यो डिएसटी ब्रान्ड हो। यो भोलि गएर डिएसटीको नाउँमा युनिभर्सिटी बन्छ, डिएसटीको नाउँमा इन्जिनियरिङ कलेज बन्छ। यो डिएसटी आन्दोलन अब यो ब्रान्ड भइसक्यो। डिएसटी ब्रान्डको बिस्कुट बिक्छ मार्केटमा अब है। त्यसो भएर यो डिएसटी जुन छ नि, टी मिन्स टुगेदर एभ्रिवान एचिभ्स मोर। यो मेरो नाम शाह भएको हुनाले शाह आएको हो। यो भनेको जति पनि साथीभाइहरू जुन पीडा राजनीतिक दलका सब नेताहरूबाट मैले यो राजनीतिक दलको नेताहरूको प्रतिगमनको विरुद्धमा ठुलो झापर भन्छु मैले। डिएसटी एउटा झापर हो है। त्यसो भएर यो चुनावमा रिजल्ट जे जस्तो भए पनि यो डिएसटी भन्ने ब्रान्ड हामी छँदा इन्जिनियर प्रदेश नम्बर 2 मा छँदा यो कायम रहन्छ। र साथीहरूलाई मैले पटक पटक भने यार नाम चेन्ज गर भाइहरू, होइन सर अब नाम चेन्ज नगर्यो त ब्रान्ड भइसक्यो। अरू धन्यवाद। धन्यवाद इन्जिनियर दिपेन्द्र सरलाई। हामी केही प्रश्नहरू अडियन्ससँग लिन्छौँ, उहाँहरूलाई नै माइक दिन्छौँ केही प्रश्नहरू राख्नलाई। हामीसँग केही अडियन्सको नाम आएको छ। गोविन्द यादवजी। अहिले भर्खर हाम्रो दिपेन्द्र सरले भन्नुभयो कि म एउटा ब्रान्ड हो। वास्तवमा भर्खरै हामीहरूको बिचमा भएको घटना हो। एउटा राजेश कुशवाहा सरको जुन दुर्गा भएको थियो, तपाईँको नाम त्यति बेला कहाँ थियो? ब्रान्डको प्रचार गर्न लाग्नु भएको थियो, ब्रान्डको तयारी गर्न लाग्नु भएको थियो। तपाईँको हामीले न कतैको मान्छे हेऱ्यो तपाईँलाई, न तपाईँले हेरेको छौँ। वास्तवमा त तपाईँले डिएसटी नाम राख्नु, दिपेन्द्र साक्टी भनेर नाम राख्नुभयो। अहिले भन्नु म ब्रान्ड बनिसकेँ, म एउटा बिस्कुट पनि बेच्छु। तपाईँले त आफ्नो नामको मात्र ब्रान्डिङ गर्नुको लागि उयो गरिदिनु भएको छ। तपाईँ इन्जिनियर पेसाको हकितको लागि पहिला भन्नुभयो कि त्यसको लागि म केही गर्छु। यदि त्यस्तै गर्नुहुन्छ भने 2 दिन पहिला 10 दिन पहिला मात्र हाम्रो बिच समाजको बिच हाम्रो इन्जिनियर सरलाई यस्तो दुर्गा भयो, तपाईँ कहाँ हुनुहुन्थ्यो? हामी अर्को प्रश्न लिन्छौँ अडियन्सबाट। अजित कुमार मण्डलजी, प्रश्न के हो र कसको लागि हो? छोटकरीमा राखिदिनु होला। पहिला चाहिँ जति वर्षदेखि चाहिँ जुन दलले चाहिँ जितेछ, जुन संस्थाले जितेछ, उहाँहरूसँग म सोधिरहेछु मात्र। पहिला अहिलेसम्म इन्जिनियरहरूको लागि अहिले जति पनि भएछ, न कुनै इन्टर्नसिप भयो, न कुनै चाहिँ ट्रेनिङ दिनुभयो फ्रेसरहरूको लागि खास गरेर। यो चाहिँ यति पहिलादेखि चाहिँ जितिराख्नु भएको छ। हामीहरूको लागि के गरिदिनु भयो, सहयोग गर्नुभयो कारण। धन्यवाद अजितजी। अर्को प्रश्न हामी लिन्छौँ सोफी शाहजीसँग। नमस्कार सबैजनाहरूमा र यहाँ उपस्थित यो प्रादेशिक लेभलका 5 जना सभापतिहरूमा। होइन, मेरो प्रश्न मेरो आफ्नै व्यक्तिगत जीवनसँग घटित होइन, घटनाको लागि भन्न गइरहेछु। होइन, वास्तवमा जे पनि भयो भने इन्जिनियर मात्र किन जिम्मेवार हुन्छन्? यो घटना 3 महिना पहिलाको होइन। म पहिला कमल निर्माण सेवामा कार्यरत थिएँ। होइन, उहाँको साइट इन्जिनियरको रूपमा कार्यरत थिएँ। अनि दिउँसोको 2:35 मलाई फोन आयो होइन कि सर कहाँ हुनुहुन्छ? होइन, साइडमा गाडी आयो र टिपरले चाहिँ माल अनलोड गर्नुपर्ने। म र मेरो सुपरभाइजर 2 जना एउटै बाइकमा साइडमा गइसकेपछि टिपरले ग्राभल बाटोमा झारियो। होइन, झारिसकेपछि ठ्याक्कै केही छिनपछि होइन चोरीमा पुरै हल्ला भयो के भयो अनि हामी हेर्न जाँदाखेरि त्यो टिपर मुनि त्यही चालकको लास थियो। होइन, म त्यो घटनाको वरिपरि मेरो साइड सपोज म यहाँ छु भने यो घटना चाहिँ यो जुन त्यो बाटो छ नि, मेन रोड छ न, ठ्याक्कै त्यही थियो। होइन, त्यही भएर मलाई नै यो घटनामा मेरो नाम किन हालिदियो? मेरो उपर चाहिँ जान सम्बन्धी कसुर मर्डर केस हालिदिएछ क्या। यस्तो केसमा तपाईँहरूले हामीलाई के सहयोग गर्नुहुन्छ? तपाईँहरूले हाम्रो हक अधिकार संरक्षण कुरा गर्नुभयो। होइन, यस्तो केसमा त हामीले तपाईँहरू त्यही भएर धन्यवाद सोफीजीलाई। हाम्रो अर्को अडियन्स कृष्ण प्रसाद पण्डित, प्रश्न छोटकरीमा राखिदिनु होला। धन्यवाद अविनाश समर सरलाई। मेरो प्रश्न एउटा यही छ कि यति दिनदेखि मानव सिडेन एमाले काङ्ग्रेस पिन जितेर गइरहेछ। अहिलेसम्म हाम जितेर गए पनि यहाँ भन्छ हामी स्टाफ कलेज, अहिलेसम्म इन्जिनियरको लागि एउटा स्टाफ कलेज खोल्नु भएको छैन। आज उहाँहरूले काम गरेको भए आज यति संस्थाले पार्टीगतमा
खोल्नुपर्ने थिएन, यस्तो मुद्दा उठाउनु पर्ने थिएन। उहाँहरूले काम गरेको भए आज चाहिँ हाम्रो 6वटा पार्टी छ, 5वटा पार्टी छ, आज 2 नम्बर प्रदेशमा एउटै पार्टी चाहिँ उठेर समस्याको समाधान गर्न सक्नुहुन्छ। म यही भन्न चाहन्छु। अर्को प्रश्न सरोज यादवजी, छोटकरीमा राखिदिनु होला। सबैजना मेरो नमस्कार। मेरो प्रश्न चाहिँ हामीले पटक पटक चाहिँ उम्मेदवार चाहिँ चेन्ज गरिरहेको छौँ, किन त? एउटा कुरा। अर्को, जुन समूहलाई आफैमा भरोसा नभए अरूलाई के सहयोग गर्ला? यो 2वटा मेरो प्रश्न हो। ल, धन्यवाद। धन्यवाद सरोजी। हामीसँग अडियन्सबाट 5वटा प्रश्नहरू आएका छन्। कृपया योभन्दा बढी प्रश्न नलिउँ। तपाईँको नाम र प्रश्न राखिदिनु होला छोटकरीमा। हेलो, मेरो नाम मनिष यादव हो सर। मेरो प्रश्न यो कि मेरो प्रश्न सबजनालाई हो। अहिले हाम्रो इन्जिनियरको मास प्रोडक्सन भइरहेको छ, काउन्सिल सबभन्दा ठुलो जिम्मेवार हो। तपाईँहरूले नेपाल इन्जिनियरिङ एसोसिएसनले योमा दबाब दिए हुन्छ। मेडिकल काउन्सिलहरूमा काउन्सिलको एक्जाम हुन्छ हाम्रो एसोसिएसन। ओके, धन्यवाद। तपाईँको नाम? मनिष यादव। ओके, मनिषजीले काउन्सिलको एक्जाम किन नभएको भन्ने प्रश्न गर्नुभएको छ। मैले अघि त्यहाँ क्वेसन पनि टिपाएको थिएँ। मेरो क्वेसन के छ भन्दाखेरि जस्तै अघि हाम्रो गौरी सरले के भन्नु भन्दाखेरि मिनिमम स्यालेरीको कुरा गर्नु। अब इन्जिनियरको मिनिमम स्यालेरी चाहिँ अब गभर्मेन्ट स्केलमा त अब प्रब्लम छैन, त्यहाँ त हरेक किसिमको त्यो उयो व्यवस्था छ। तर खास गरी कन्सल्टेन्सीमा जब भनौँ न नयाँ पास आउट भएपछि जब कन्सल्टेन्सीमा गएर काम गर्छ अनि त्यति बेला चाहिँ अब एकदम मिनिमम छ कि जुन चाहिँ एकदम नहुनुपर्ने। भनेपछि अब हाम्रो के देख्यो भन्दाखेरि जस्तै एनइएमा चाहिँ प्रायः जति पनि धेरै जसो उम्मेदवारहरू कन्सल्टेन्सी सेक्टरका एमडी अथवा चेयरम्यान नै हुन्छन्। उनीहरूले अहिलेसम्म त्यस्तो केही गर्न सकेनन्। अब तपाईँहरू बाइचान्स जित्नुभयो भने त्यसमा चाहिँ के गर्न सक्नुहुन्छ? धन्यवाद हाम्रो दिपेन्द्र झाजीले। हामीसँग 7वटा प्रश्नहरू आएका छन्। क्रमशः हामीसँग समयको बाध्यता पनि छ, समयको लिमिटेसन पनि भएकोले पहिलो प्रश्न गोविन्द यादवजीको हाम्रो दिपेन्द्र शाह सरलाई। डिएसटी विभिन्न घटनाको बेला थियो कि थिएन, कहाँ थियो, यसको उत्तर दिनु होला। गोविन्दजीलाई प्रश्नको लागि चाहिँ धन्यवाद। उहाँको प्रश्न थियो कि इन्जिनियर राजेश कुशवाहाको घटनाक्रममा डिएसटी कहाँ थियो। त मैले पनि नेपाल इन्जिनियर एसोसिएसन लगायतका अरू सङ्गठनहरूले निकाले भन्दा कडा खालको विज्ञप्ति हामीले पनि निकालेका छौँ। अहिले पनि फेसबुकमा छ। उसको एलायन्स पार्टनर हुँदाहुँदै पनि कति गाह्रो भयो होला हामीलाई। त्यसको साथै हाम्रा आन्दोलनका चाहिँ क्रममा हाम्रा साथीहरू मारुति नन्दन ठाकुरजी अग्र मोर्चामा हुनुहुन्थ्यो, उहाँलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न। कृष्ण चाहिँ के भन्छ पण्डित भाइ हुनुहुन्थ्यो, उदयजी हुनुहुन्थ्यो। हर घटनाको त्यसमा जति पनि आन्दोलन भए, सङ्घर्षका कुरा भए, हामी पनि त फ्रन्टैमा छौँ त। त्यसको हामीले विरोध नगरेको पनि होइन। अब त्यसमा के छ गल्ती? हाम्रो छ त के गल्ती? डिएसटीको छ त के त्यसमा चाहिँ गल्ती? एउटा प्रश्न। धन्यवाद दिपेन्द्र सरलाई। अर्को उत्तर लिन चाहन्छु म श्याम किशोर सरसँग। हाम्रो अजित कुमार मण्डलजीको समग्रमा कार्यकारिणी समितिले यो 2 नम्बर प्रदेशमा जितेको छ, के गरेको छ त भन्ने प्रश्न गर्नुभयो। सम्भवतः यो प्रश्न हजुरभन्दा पनि मैले इन्जिनियर राजेश सरसँग लिन चाहेँ। अहिले सम्भवतः उहाँको निकट टिमले कता कता लिड गरिरहनु भएको छ प्रदेश 2मा, के गरेको छ त अहिले प्रदेश 2ले? धन्यवाद क्वेसन सोध्ने साथीलाई। पक्कै पनि गरेको छ। अहिले तपाईँले इन्सुरेन्स प्रत्येक इन्जिनियरको इन्सुरेन्स गराएको छ, त्यो अनिवार्य गरिदिएको, जसको सदस्यता नवीकरण भइसकेको होइन। त्यस्तै तपाईँको के अरे ब्याङ्कबाट 15 लाखसम्म जुन कर्जा लिने कुरा थियो त्यो अगाडि बढिसकेको छ। 1-2 जनाले पाएको पनि, तर एनइएको केही र ब्याङ्कको बदमासीले गर्दा त्यो रोकिएको छ। हामीहरूको टिम फेरि त्यसलाई अगाडि आएर काम गर्छ होइन। एकैछिन म रोक्न चाहेँ हाम्रो राजेश सरलाई। प्रदेश नम्बर 2 कार्यकारिणी समितिले के गरेको छ भन्ने प्रश्न रहेको छ। प्रदेश नम्बर 2ले तपाईँको अहिले एउटा अफिस सञ्चालन गरेको देखिरहेको छ र उहाँहरूको टिम कस्तो भयो भन्दाखेरि मिक्स टिम भएको कारणले धेरै कुरा बजारबाज भएको अवस्था। हामीले सोद्धाखेरि दुईटै टिमसँग सोद्धाखेरि उहाँको कुरा उहाँले नमान्ने, उहाँको कुरा उहाँले नमान्ने, एउटाले कार्यक्रम गर्ने, अर्कोले बजेट अन्तबाट पारित गरिदिने, अध्यक्षलाई बायस गर्ने। त्यहाँ चाहिँ उपलब्धि भन्दा नि आपसी कलहले गर्दा केही गर्न सकेको छैन, तर थोरै मात्रामा केही गरेको देखिरहेको छ। धन्यवाद हाम्रो राजेश सरलाई।
अर्को हाम्रो सोफी शाहजीको प्रश्न थियो यो एउटा घटना उहाँले भन्नुभयो आफैसँग सम्बन्धित जान मार्ने मुद्दा उहाँले लागेको छ। कता कता यो कानुनी प्रश्न हो। यसको लागि सबै हाम्रो इन्जिनियर सरहरू आफ्नो तर्फबाट यस्ता घटनाहरू कुनै पनि इन्जिनियरलाई कुनै एउटा किसिमको घटनाले गर्दाखेरि त्यसरी जान मार्ने मुद्दा लगाइन्छ भने त्यो दुःखद हो। त्यसमा अवश्य पनि प्रयासरत रहनुहुनेछ। यसको जवाब मैले खोजिनँ। त्यसै गरी हाम्रो कृष्णप्रसाद पण्डितजीको स्टाफ कलेज खोइ भन्ने कुरा गर्नुभएको छ। स्टाफ कलेज को कुरा अगाडि बढिसकेको छ। सम्भवतः यो मन्त्री परिषदबाट छिट्टै निर्णय हुन्छ होला। सम्भवतः उहाँहरूको कुरा पनि त्यही होला। विभिन्न सङ्घ सङ्गठनको प्रयासले गर्दाखेरि त्यो अगाडि बढेको छ। मैले जानकारी गराउन चाहेँ। त्यसै गरी हाम्रो सरोज यादवजीको उम्मेदवार परिवर्तन किन? एउटै उम्मेदवार भए हुँदैन। प्रत्येकपल्ट राम्रो काम गरेको छ भने त राम्रो उम्मेदवार हुनुपर्छ नि, होइन? यो प्रश्न मैले हाम्रो गौरी सरसँग लिन चाहेँ। पटक पटक साँच्चीकै यो हाम्रो अलिकति राजनैतिक दलसँग सम्बद्ध इन्जिनियर सङ्गठनहरूको उम्मेदवार परिवर्तन भइरहेको छ। त्यो इन्जिनियर परिवर्तन अथवा उम्मेदवार परिवर्तन किन गरिएको होला? धन्यवाद सरोजी। खासमा यो कसले चेन्ज गरिरहेछ कसो गरिरहेछ त्यो त हामीसँग मतलब छैन, किनभने हामी तटस्थ छौँ र जहिले पनि अडिक छौँ। अब कुनले अब चेन्ज गरिरहेछ त्यहाँतिर समस्या छ, होइन? अब सबैको समस्यालाई अब हाम्रो विषयमा हामीले यसको जवाब दिने ऊ छैन, कारण छैन। त्यही भएर जसले चेन्ज गरिरहेछ किन चेन्ज गरिरहेछ, कुनै लोभ लालच, कुनै ठुलो बन्नको लागि चाहे जे बन्नको लागि अब आफ्नो पहुँच पुर्याउनको लागि अब चेन्ज गरिरहेछ। र हामीले दुईवटा अब सङ्गठन हामी 4 जनासँग मिल्यो भने अझै हाम्रो ऊ हुन्छ भने, होइन? हामी केही नगरी पनि हामी प्रदेश 2मा वर्चस्व कायम गर्न सक्छु भनेर एउटा जुन व्यक्तिगत हाबी छ र जुन एउटा व्यक्तिगत किसिमको जुन एउटा सोच छ त्यो हिसाबले मेरो विचारमा यो चेन्ज भइरहेको छ। र हाम्रो केसमा पहिले जुन 6 महिनाको केस छ त्यो अहिले पनि यथावत छ। हाम्रो कुनै पनि हालतमा कहीँ पनि चेन्ज हुँदैन भन्ने म जानकारी गराउन चाहन्छु। धन्यवाद हाम्रो गौरी सरलाई। र हाम्रो अडियन्सबाट आएको अन्तिम प्रश्न, यो स्यालेरी समान किन नभएको यो कन्सल्टेन्सीहरूमा स्पेसली यो थोरैमा काम गराउने भन्ने प्रवृत्ति हाबी छ। मैले यो प्रश्न हाम्रो इन्दुभूषण सरसँग लिन चाहन्छु। उहाँ आफै कन्सल्टिङ क्षेत्रतिर नभए पनि उहाँको लामो अनुभवले गर्दा विभिन्न कन्सल्टिङ फर्महरूसँग जोडिनु भएको छ। त्यो हाम्रो इन्जिनियरहरूलाई एउटा सम्मानजनक स्यालेरी कन्सल्टिङ फर्महरूले किन नदिन सकेको होला, के लाग्छ हजुरलाई? थ्याङ्क यू अविनाशजी। मैले नेपाल सरकारमा त काम गरेकै थिएँ। त्यसपछि म कन्सल्टेन्ट भएर पनि काम गरेको छु। कन्सल्टेन्टले काम लियो, मलाई हायर गर्यो, मैले काम गरेँ। र मैले यो शिक्षा सिँचाइ योजनामा प्याकेज नम्बर 3मा चाहिँ क्वालिटी कन्ट्रोल इन्जिनियर भएर काम गरेको छु। म चाहिँ उसमा एज ए गभर्मेन्टको चाहिँ हुँदाखेरि निर्णय हुँदाखेरि हामी सर्वे र अरू विषयको जुन इस्टिमेटहरू गर्थ्यौँ, त्यसमा त इन्जिनियरको स्यालेरी यति, विशेषज्ञको स्यालेरी यति भनेर तोकेकै छ। गभर्मेन्टले पास गरेको छ, त्योभन्दा कम स्यालेरीमा काम त गराउनै सक्छ। र त्यो लिगल क्वेसन हो। लिगल क्वेसन चाहिँ उठाउँदाखेरि त कोर्टले चाहिँ त्यसमा इन्ट्रोडक्सन गरिदिइहाल्छ। जसले त्यो स्यालेरीभन्दा कम पे गर्छ, कन्ट्र्याक्ट गरेर यो पनि लिइन भनेदेखि के होला भन्ने बाध्यता छ। त्यस कारणले यस्तो भएको होला। तर यो कन्सल्टेन्टको टिमले नै निर्धारण गरेको हुन्छ कि यति इन्जिनियरको स्यालेरी, यति बेलामा स्पेसिफिकको स्यालेरी यति हुन्छ भनेर गरेकै हुन्छ। त्यसले मलाई लाग्छ किन यो समस्या भइरहेको छ थाहा भएन। र जहाँसम्म यो कुरा आउन सक्छ कि हाइक कति गर्ने, कहाँसम्म बढाउने, त्यसको फर्मुलाहरू छ। त्यो फर्मुलामा राखेर मिनिमम स्यालेरी कति हुनुपर्छ त्यो डिसाइड गर्ने गर्छ। हामीसँग अवश्य पनि हाम्रो इन्दुभूषण सरले भनिसक्नु भएको छ। अलिक कता कता कन्सल्टिङ फर्महरूको पनि एसोसिएसन अथवा सङ्गठनले एउटा सर्टेन स्यालेरी निर्धारण गरेको छ। अब त्यो पठाइ किन गरेको छ त्यसको लागि जो हुन्छ छोटकरीमा थपिदिनु होला। धन्यवाद। खासमा मलाई त्यो अहिले जुन मलाई क्वेसन खासमा गर्नुभएको छ उहाँलाई दिनुभएकोमा खासमा यो किनभने यो जति पनि फ्रेसर इन्जिनियरहरू छ, हामी फ्रेसर अब भनौँ न इन्डियाबाट विभिन्न किसिमको युनिभर्सिटीबाट डाइरेक्टिभ सर्टिफिकेट ल्याएर यहाँ काउन्सिलमा जुन अहिले दर्ता भइरहेको छ, डाइरेक्टिभ भइरहेको छ नि, एनइसी लिइरहेको छ हो, त्यसलाई प्रतिबन्ध लगाउनु। त्यो जुन मेडिकलमा छ आउने बित्तिकै उसलाई मेडिकल पास गर्नुपर्छ र त्यो मेडिकल पास भइसके पछाडि त्यस्तै हाम्रो इन्जिनियरमा पनि त्यस्तै लागु हुनुपर्छ र त्यो भइसकेपछि उनीहरूले सिक्ने मौका पाउँछ। र त्यस सँगसँगै अब हामीले विभिन्न किसिमको प्रदेश भइसक्यो, पहिला थिएन, अहिले प्रदेश भइसक्यो। यसका स्टाफ कलेज गर्नुपर्छ, एउटा विभिन्न किसिमको ट्रेनिङ गरेर विभिन्न किसिमको फ्याकल्टीलाई हामीले दक्ष बनाउनुपर्छ। जसरी इन्टर्नसिप हुन्छ मेडिकलमा
6 महिना मेडिकल हुन्छ, इन्टर्नसिप हुन्छ। त्यस्तै हाम्रो इन्जिनियरमा पनि 3 महिना आउने बित्तिकै 3 महिना 6 महिना जति हुन्छ जुन एउटा मापभित्र हुन्छ त्यो भित्र हामीले एउटा दक्ष बनाइदियो भने, विभिन्न किसिमको सेक्टरको साथीहरूलाई हामीले दक्ष बनायो भने अवश्य हामी आफै उहाँले हामीले खोज्न आउँछ, हामीले उहाँलाई खोज्न जाँदैनौँ। हामी पहिला दक्ष बनौँ र दक्ष बनिसके पछाडि हामीले इम्प्लिमेन्टेसन लागू गऱ्यो भने अवश्य उसलाई कर लाग्छ। उहाँलाई 1000 पर जब एउटा लेबरलाई 700, 800, 1000 रुपियाँ दिन्छ भने इन्जिनियरलाई 1000 रुपियाँ 1000 डेली वेजमा दिँदा पनि उसलाई आपत्ति हुन्छ, हुँदैन। त्यस्तो हामीले दक्ष भएर हामी कुनै पनि प्राइभेट सेक्टरदेखि लिएर विभिन्न सेक्टरमा गयो भने उसलाई लाजले पनि हामीलाई त्यति मिनिमम तलब दिन सक्छ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद। धन्यवाद गौरी सरलाई। कता कता दक्षता हामी हासिल नगरिकन पनि अलिकति कामको लागि चाहँदाखेरि पनि यस्तो अवस्था आएको भन्ने कुरा गरिसक्नु भएको छ। हामी पुल्चोक क्याम्पसको मास्टर्स पढ्दै गरेका इन्जिनियरहरूको एसोसिएसन स्नातकोत्तर मञ्चले आयोजना गरेको कार्यक्रममा छौँ र हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ र अन्तिम प्रश्न सम्पूर्ण हाम्रो सभापति पदका प्रत्याशीहरूलाई आफ्ना मतदाताहरूमाझ भोट माग्दै तपाईँलाई भोट किन दिने भन्ने कुरा छोटकरीमा राखिदिनुहोस्, अन्तिम शब्द राखिदिनुहोस् न। पहिलो प्रश्न श्याम किशोर सरलाई। अब हाम्रो टिम, म श्याम किशोर यादव नेतृत्वको यो प्रदेश 2 को टिम लोकतान्त्रिक टिम हो। यो प्रदेश जिल्ला, हाम्रो जिल्ला कमिटी प्रदेश कमिटीबाट अनुमोदित टिम हो, कुनै व्यक्ति या समूह होइन। त्यो म एउटा आधिकारिक जनाउन चाहन्छु र यो सुरुदेखि अन्तसम्म जे एउटा निर्णय गरियोस् हाम्रो संस्थाले त्यसमा कसैको व्यक्तिगत लाभ या चुनावी लाभको लागि परिवर्तन भएको छैन। त्यो कारणले हामी एकदमै लोकतन्त्रवादी, भनाइमा मात्र होइन गराइमा पनि। धेरै साथीहरूको बोल्ने धेरै गर्ने कम, तर हामी बोल्ने कम, सुन्ने धेरै, गर्ने कम, गर्ने धेरै, सुन्ने धेरै, बोल्ने कम, गर्ने धेरै। त्यो एउटा जानकारी गराउन चाहे। त्यस्तै तपाईँ सबैलाई जानकारी छ, रुख हाम्रो लोकतान्त्रिक समूहको एउटा काङ्ग्रेसको हाम्रो चुनाव चिन्ह पनि रुख छ है। त जुन रुखको जस्तो जरा हुन्छ नि त्यस्तै त्यसको बोट र हाँगाबिङ्गा हुन्छ, त्यस्तै उसले फलफुल दिन्छ। जुन बोटमा रुट हुन्छ त्यसको सुट सिस्टम हुन्छ, तर उसैले फ्रुट दिन्छ। त हामी लोकतान्त्रिक समूह यस्तो छौँ कि त्यसको जिल्ला कमिटी छ, प्रदेश कमिटी छ, केन्द्रीय कमिटी छ र हाम्रो इन्जिनियर्सको पेसागत हक हित संरक्षण र सुनिश्चितता गर्नको लागि हाम्रो आउने सरकारको आकृति पनि हाम्रो अनुकूल हुन्छ। त्यो अनुकूल भएकोले हामी त्यही आउने समस्या समाधान, बेरोजगारी समस्या होला या इन्जिनियरहरूको इन्टर्नसिपहरूको व्यवस्था गर्नुपर्ने काम हुन्छ, या एनभिए जुन नेपाल भ्यालुअर्स एसोसिएसनको जुन अहिले हट इस्यु भएको छ त्यस्ता समस्याहरूलाई नीतिगत संशोधन गर्नको लागि स्ट्रङ संस्थाको जरुरी पर्छ। त्यो स्ट्रङ संस्था म र हाम्रो टिमलाई जानकारी छ कि यो सम्पूर्ण प्रदेशको इन्जिनियरहरूलाई पनि यो कुरा जानकारी छ कि स्ट्रङ संस्था यहाँ प्रदेश 2 मा सिडेन नै हो। यसलाई नै भोट दिनुपर्छ भने उहाँहरूले पनि बुझिराख्नु भएको छ। उहाँहरूले आफ्नो पेसागत हक हित र सुरक्षाको एकदमै उहाँलाई पनि चिन्तन छन्। त्यो कारणले म चाहन्छु सबै सम्पूर्ण इन्जिनियरमा रुट सुट सिस्टमवालालाई नै भोट दिनुहोस्, सबै लोकतान्त्रिक समूहलाई जिताउनुहोस्। तपाईँ हाम्रो सबैको यसमा कल्याण हुन्छ, प्रदेशमा प्रविधिको विकास हुन्छ। हस्, धन्यवाद। धन्यवाद इन्जिनियर श्यामकिशोर सरलाई। अबको प्रश्न इन्जिनियर गौरी सरलाई। तपाईँ अरूभन्दा फरक कसरी हुनुहुन्छ? तपाईँलाई आम इन्जिनियर मतदाताले भोट किन दिने? धन्यवाद। खासमा सबैले अब सबै विज्ञानै उपस्थित हुनुभएको छ, त्यही भएर कसलाई भोट दिने के गर्ने भने सबैको मनमा छिरिसक्यो, अहिले नै छिरिसक्यो। त्यही भएर हामीले विनम्र आग्रह गर्न चाहन्छु, तपाईँहरू आफै मूल्याङ्कनकर्ता भएको हुनाले तपाईँ कसलाई दिने के गर्ने भन्ने डिसाइड तपाईँ आफैमा छ। त्यही भएर हाम्रो भोट माग्नुभन्दा पनि हामी एउटा साथीभाइको जुन एउटा रिलेसन छ त्यो कायम राखिराख्नुपर्छ र हाम्रो टिमलाई दिनमा होइन हामीलाई 12 बजे राति र 2 बजे राति खोज्दा पनि हामी एउटा लेभलको छौँ र त्यो हिसाबले हामी जहाँ पनि मेन्टेन गर्न सक्छौँ भन्ने जानकारी दिनुहुन्छ। हस् त, नमस्कार। धन्यवाद। नेसनल इन्जिनियर्स एसोसिएसन नेपालका सभापति पदका प्रत्याशी। अबको प्रश्न इन्जिनियर राजेश सरलाई।
तपाईँको टिम अरूभन्दा फरक कसरी छ? तपाईँलाई आम इन्जिनियर मतदाताले किन चुन्ने? पेसागत सुरक्षा मर्यादा बचाउने जुन आन्दोलनहरू चलिरहेछ त्यसमा हाम्रो साथ हर वक्त रहन्छ होइन। यो देशमा मौलाउँदै गरेको जुन अराजकता छ, तानाशाही छ, यो यिनीहरूको खिलाफमा हामी बुलन्द आवाज उठाउनेछौँ। यो देशमा चाहिँ बेरोजगार इन्जिनियरहरू छ, उहाँहरूको चाहिँ इन्टर्नसिपको व्यवस्थापन हामी गर्छौँ र गरिरहेको छौँ। म व्यक्तिगत रूपमा पनि अहिलेसम्म गरेको हो र हाम्रो टिम जित्यो भने अब म स्वयं एक्लैले गर्न सक्दैन। म के गर्छु भन्दाखेरि 8वटा जिल्लामा धेरै कन्सल्टेन्सीहरू छ, त्यो कन्सल्टेन्सीहरूसँग समन्वय गरेर त्यो समस्यालाई समाधान गर्छु। किनकि तपाईँको केन्द्रलाई मात्रै जिम्मेवार दियो भने यो सम्भव भएको देखिएको छैन। त्यही भएर अझ पनि मेरो स्वयं कन्सल्टेन्सी चलिरहेको छ, जसमा मैले 8 जना इन्जिनियर अभ्यासीहरूलाई राखिरहेको छु। र तलबको सवालमा छ, म तपाईँलाई जानकारी गराइदेऊ, मेरो यही ठिला सबैलाका पनि इन्जिनियर त्यहाँ काम गरिरहेको छ, उसको तलब पनि 35,000 भन्दा कम राखेको छैनौँ। भर्खर चाहिँ सर्लाहीको म इन्जिनियरलाई चिन्दैन, उहाँले चाहिँ फोन गर्नु, फोनकै भरमा मैले एकदम आफ्नो समस्या राख्दाखेरि मैले आफ्नै प्रोजेक्टमा राखेको छु। उहाँलाई पनि म नम्बर दिन सक्छु, अहिले पनि तपाईँले फोन गर्नुभयो, मैले बेसिक स्यालेरी दिए नि उहाँलाई पनि राखेको छु। लगायत बाँकी जो अरू इन्जिनियरहरू हाम्रोमा छ त्यो सबलाई मैले पर्सेन्टेज दिइसकेको छु र तलब पनि। तपाईँ सम्पूर्ण युवाहरूलाई म आग्रह गर्न चाहन्छु, तपाईँहरू पनि यस किसिमको आफ्नैबाट सुरुवात, हामीलाई प्रदेशलाई सुधार्नु छ भने सुरुवात आफैबाट गरौँ। यो तरिकाले गऱ्यो भने धेरै घरसम्म हामी आफ्नो इन्जिनियर साथीहरूको लागि केही गर्न सक्छौँ। त्यस्तै इन्जिनियरिङ समाजको एकतालाई चाहिँ थप बलियो र दूरदर्शी बनाउने सोच हाम्रो छ र नयाँ इन्जिनियरको इन्टर्नसिप त गर्छौँ नै। र हाम्रो टिम जित्यो भने प्रत्येक महिना एउटा जिल्लालाई चाहिँ हामीले टार्गेट बनाएर टप प्रोग्राम केही नयाँ प्रविधिका कुराहरू चाहिँ उहाँहरूलाई हामीले टक्कर मार्फत चाहिँ लग्नेछौँ। त्यस्तै चाहिँ अहिले भोट खसाउनको लागि अनिवार्य कुनै पार्टीले जुन पैसा तिरेर उसको के अरे नमिनेट उसको गरिदिरहेछ र उसले चाहिँ पार्टीलाई मात्रै भोट दिने जुन सिस्टम छ त्यसलाई हामी खारिज गर्न लगाउँछौँ। हाम्रो त्यो माग हुन्छ कि जतिजना चाहिँ यिनी सिकिसकेको इन्जिनियर स्वतः रूपमा चाहिँ इन्जिनियरिङ भोटमा चाहिँ भोटर भइहालोस्। यस्ता कुराहरू हामी आउँदो दिनमा चाहिँ गर्नेछौँ भन्ने प्रतिबद्धताको साथ प्रगतिशील इन्जिनियर समाज गठबन्धन जुन हाम्रो छ त्यसलाई तपाईँ सम्पूर्ण युवाहरू जिताउनुहोस् र ठाउँमा पुर्याउनुहोस्। हामी तपाईँहरूको लागि जे छ त्यो गर्छौँ भन्ने प्रतिबद्धता जनाउँछौँ चाहन्छौँ। धन्यवाद। धन्यवाद इन्जिनियर राजु सरलाई। आफ्ना अन्तिम शब्दहरू राखिसक्नु भएको छ। अबको प्रश्न इन्जिनियर इन्दुभूषण झा सरलाई। तपाईँहरू अरूभन्दा फरक कसरी हुनुहुन्छ? तपाईँलाई नै आम इन्जिनियर मतदाताले भोट किन दिने? तपाईँको टिमलाई भोट किन दिने? हाम्रो टिमको चाहिँ प्रतिबद्धता छ, त्यो प्रतिबद्धता हामीले उनै निकालेका छौँ। यो पेसालाई मर्यादित गर्ने, हक हितको संरक्षण गर्ने, वृत्ति विकासको काम गर्ने र दक्ष र क्षमतावान बनाउने इत्यादि छँदैछ। यसमा चाहिँ म आफ्नो तर्फबाट के भन्न चाहन्छु भने म चाहिँ अब मेरो जिम्मेवारीहरू न मेरो जागिर छ, न म कन्सल्टेन्ट छु। मेरो फुल टाइम चाहिँ म यो संस्थालाई दिन सक्छु र आफ्नो जुन जति पनि मेरो जानकारी छ र जति पनि चिनापर्ची छ त्यसको आधारले हाम्रो इन्जिनियर साथीहरूको कसरी हक हित हुनसक्छ, कसरी संरक्षण गर्न सकिन्छ त्यसमा चाहिँ म टाइम लगाउने छु। र एउटा हाम्रो सोच के छ भने रिटायर इन्जिनियरहरूको पनि एउटा थिङ्क ट्याङ्क बनाउने र फ्री सर्भिस विदाउट पे चाहिँ जस्तो गाउँपालिकाहरूलाई र अरू सङ्गठनहरूलाई चाहिन्छ त्यो रोस्टर बनाएर त्यहाँबाट चाहिँ त्यसमा जुन आबद्ध हुन चाहनुहुन्छ इन्जिनियर प्रबुद्ध इन्जिनियरहरू उहाँहरूलाई चाहिँ उहाँहरूको एउटा थिङ्क ट्याङ्क बनाएर त्यसको उहाँहरूको अनुभवलाई चाहिँ युज गर्ने र नयाँ पास गरेर आउनुभएको इन्जिनियर साथीहरू को पनि एउटा रोस्टर राख्ने, उहाँहरू कति इम्प्लोइड हुनुभयो, कहाँ हुनुहुन्छ, कति स्यालेरी पाइरहेको छ र उहाँहरूलाई समस्या कस्तो छ। जस्तो अघि नै एउटा साथीको ट्रकको विषयमा आयो, उहाँहरूलाई लिगल सपोर्ट चाहिने होला। अब पुरा लिगल गइसकेको छ भने लिगल सपोर्टको लागि वकिलहरूलाई धेरै पैसा दिनुपर्ने हुन्छ। त्यो चाहिँ पैसा दिने र राम्रो वकिल लाग्दाखेरि केस चाहिँ जित्न सकिन्छ। यदि वकिलले राम्ररी चाहिँ केस प्रेजेन्टेसन गरेन भनेदेखि त्यहाँ चाहिँ हार्ने सम्भावना हुन्छ। त्यो लाइनहरूमा पनि चाहिँ हामीले उयो गर्नुपर्छ। र एउटा धन्यवादको कुरा के छ, धन्यवाद दिन चाहन्छु म सबै इन्जिनियर साथीहरूलाई। यो कुशवाहा प्रसादको साथमा जुन अभद्र व्यवहार हो त्यति बेला हामीहरूले जुन एकबद्धता
प्रदर्शन गर्न सक्यौँ, रोडमा पनि गर्न सक्यौँ, वक्तव्यको मार्फतबाट पनि गर्न सक्यौँ। त्यसमा सबै साथीहरू हामीहरू एकै ठाउँ थियौँ र त्यो चाहिँ हामीले गर्न सक्यौँ र त्यसरी नै मिलेर त्यो देशमा हामी चाहिँ बस्नुपर्छ र हामीहरूलाई हाम्रो मर्यादामा यदि कुनै प्रश्न उठ्छ भने हामीहरू साथ बसौँ। यो चुनावहरू भइरहन्छ, पछि पनि होला, 2 वर्षपछि होला र यदि कुनै क्वालिटी हेर्नुहुन्छ कि म राम्रो गर्न सक्छु भने प्लिज मेरो टिमलाई चाहिँ भोट दिनुहोस्। धन्यवाद इन्जिनियर इन्दुभूषण झा सरलाई। अब अन्तिममा मैले इन्जिनियर दिपेन्द्र सरलाई तपाईँको टिमलाई भोट किन दिने, तपाईँको टिम अरूभन्दा पृथक कसरी छ, आफ्ना अन्तिम शब्दहरू आफ्नो मतदाता माझ राखिदिनुहोस् न। धन्यवाद। मलाई सोधिएको प्रश्न हो तपाईँ अरूभन्दा फरक कसरी र तपाईँलाई भोट किन दिने। अब हाम्रो समूहको नाउँ दिपेन्द्र शाह समूह, यो हेर्दै फरक देखिएकै छ र हामी चुनावी मैदानमा फरकै हिसाबले छौँ है। हाम्रो 8 जिल्लामा सङ्गठन छ, केन्द्रमा छ, केन्द्रीय सचिवालय छ, प्रदेश सचिवालय छ। हाम्रा साथीभाइहरू सङ्घर्षका साथमा आम जनताको दुख सुखमा, इन्जिनियर साथीहरूको दुख सुखमा लागेको हामीले अनुभव गरेका छौँ। त्यसै गरी अब हामी आम इन्जिनियर मतदाता साथीहरू, अब धेरै जसो युवाहरू हुनुहुन्छ, युवाहरूसँग तपाईँ बस्नुहोस्, उसको कुरा सुन्नुहोस्। डक्टरले पेसेन्टको कुरा एकछिन सुनिदियो भने पनि त्यसको धेरै जसो रोग घट्छ। मैले सबै भाइहरूसँग, मैले तिमीसँग केही गरे पनि नगरे पनि म तिम्रो असल मित्र हो, असल गार्जियन हो, यति काम त म पक्कै गर्छु, गरेको पनि छु है। तिमीहरूको कुरा सुन्छु। जस्तै हाम्रो इन्जिनियर सोनफी भाइको समस्या आयो, उहाँको समस्या मैले अलिकति सुने, त्यो अनुसार के छ, उहाँ एउटा साइडमा थियो, एक्सिडेन्ट भयो, एक्सिडेन्टमा ड्राइभर मऱ्यो, उहाँलाई त्यसमा फसाइएको छ। उहाँलाई त्यो समस्याबाट निकाल्नु भनेको पेसा हक हितको सुरक्षा हो। जुन नेपाल इन्जिनियर एसोसिएसनको 2टा बुँदा छ, त्यो क नम्बरकै बुँदा हो कि पेसागत हक हितको सुरक्षा गर्ने। उहाँलाई A क्लासको कन्ट्र्याक्टरले साइडमा खटाउने, एक्सिडेन्ट हुने र बिचरालाई थुनामा थुनेको छ, 5 लाख पैसा खर्च भएको छ, उसले कहाँबाट ल्याउने। यसको लागि इन्जिनियर एसोसिएसनले म उहाँलाई एउटा निवेदन तपाईँले दिनुहोस्। दिपेन्द्र शाहले, डिएसटीले र केन्द्रले त्रिरत्न सरलाई के भन्नुपर्छ, अहिलेको महासचिव छवि दाइले के भन्नुपर्छ, तपाईँको समस्याको आजदेखि तपाईँको समस्या होइन, त्यो डिएसटीको समस्या हो। डिएसटी त्यसको लागि लड्छ, तपाईँ ढुकाउनु। र अब यो दिपेन्द्र शाह समूहलाई तपाईँहरूले व्यक्तिगत नलिनुहोस्। मैले अलिकति त्यो बिस्कुट सिस्कुटको कुरा आवेशमा भनिदिएँ। मेरो अलिकति फ्रेन्डली बोल्ने चाहिँ बानी छ है। कहिलेकाहीँ रिसाउँछु पनि, कहिलेकाहीँ माया पनि गर्छु। अब त्यो मेरो आवेग थियो। अब धेरै दिनपछि मान्छेले आफ्नो रिस चाहिँ पोख्ने ठाउँ अविनाशजीले मलाई दिनुभयो। अब मैले यो चुनाव जितेँ भने मैले 5वटा काम गर्छु है। 1 नम्बरमा नेपाल इन्जिनियर एसोसिएसनको प्रदेश 2 नम्बरको कार्यालय चुनावी र्यालीभन्दा पहिले सरसफाइ गरेर, पानी सानी हिटर राखेर, तातो पानी चिसो पानीको व्यवस्थापन गरेर, 1 जना कर्मचारी राखेर मेरो चुनावीको जुन विजय जुलुसभन्दा पहिला म त्यो काम गर्छु। त्यो कार्यालयलाई म हेल्प डेस्कको साथमा तपाईँ चोकप्रति के भन्छ एउटा नम्बर दिन्छु। त्यो हटलाइन हुन्छ, 24 आवर 1 जना कर्मचारीले तपाईँको नम्बर टिप्छ। म त्यो काम सबभन्दा पहिला गर्छु। त्यसपछि अब दोस्रो नेपाल इन्जिनियर एसोसिएसनको विधानमा के छ भने इन्जिनियरहरूको पेसागत क्षमता अभिवृद्धि गर्ने है। पेसागत भनेको नेता बनाइदिने होइन कि ऊ सिभिल इन्जिनियर छ भने उसले डिजाइन कसरी गर्छ, इस्टिमेट कसरी गर्छ है। त्यस कामको लागि हामीले प्रदेश सरकारसँग पहल गरेर, केन्द्रको कुरा गर्दिनँ म त, के भन्छ प्रदेशको सभापति हो, प्रदेश सरकारसँग, मुख्यमन्त्रीज्यूसँग, प्रमुख सचिवज्यूसँग पहल गरेर हामीले प्रादेशिक स्टाफ कलेजको सञ्चालनमा ल्याउने पहल गर्छौँ। त्यसपछि प्रदेश नम्बर 2 मा अझ पनि जनकपुरमा एउटा इन्जिनियरिङ कलेज छ। सरकारीको चाहिँ लगानीमा इन्जिनियरिङ कलेज नभएको हुनाले प्रदेश सरकारकै लगानीमा एउटा राम्रो इन्जिनियरिङ कलेजको सुरुवात हाम्रै कार्यकालमा हुनुपर्छ भन्ने कामको लागि म दिनरात लाग्छु। अर्को कुरो के छ भन्दाखेरि
अब प्रदेश नम्बर 2 का साथीहरू डिप्लोमा पढ्नको लागि भए पनि ब्याचलरका लागि पनि यहाँको धेरै धनराशिहरू मित्र राष्ट्रमा जाने गरेको छ। त्यही पनि राम्रो एजुकेसनको समस्या छ। हामीले हाम्रा साथीहरू मिलेर भए पनि एउटा प्राइभेट राम्रो इन्जिनियरिङ कलेज प्रदेश नम्बर 2 मा स्थापना गर्न व्यक्तिगत हिसाबले पहल गर्छु। यो म यी 5 वटा कामहरू गर्छु र तपाईँहरूको माझमा हुन्छु र तपाईँहरूको एउटा मित्रको रूपमा साथीको रूपमा म आम मतदाताको बिचमा भोट चाहिँ माग्न चाहन्छु। धन्यवाद। धन्यवाद इन्जिनियर दिपेन्द्र सरलाई। हामीले कार्यक्रम अन्त्यमा छौँ। हामी आजको कार्यक्रममा उपस्थित हुनुभएका प्रदेश नम्बर 2 बाट नेपाल इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेश कार्यकारिणी समितिको सभापति पदका प्रत्याशीहरूलाई उपस्थितिको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र पुल्चोक क्याम्पस मास्टर्स एसोसिएसनको अध्यक्ष म इन्जिनियर अविनाश समर आजको कार्यक्रमको प्रस्तोता पनि को तर्फबाट यहाँ अडियन्समा उपस्थित हुनुभएका सम्पूर्ण इन्जिनियरहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो नेपाल इन्जिनियर्स एसोसिएसनको 32औं केन्द्रीय कार्यकारिणी समितिको बेला हामीले थालनी गरेको एनए चुनाव बहसलाई निरन्तरता दिँदै हामीले प्रदेशमा ल्याएका छौँ। अहिले प्रदेश नम्बर 2 को पावन नगरी जनकपुरमा छौँ हामी र नेपाल हाम्रो नेसनल इन्जिनियर्स एसोसिएसन नेपालका इन्जिनियर गौरी पण्डित, प्रगतिशील इन्जिनियर समूहका इन्जिनियर राजेश यादव, लोकतान्त्रिक समूहका इन्जिनियर श्यामकिशोर यादव, डिएसटी समूहबाट इन्जिनियर दिपेन्द्र शाह, बृहत राष्ट्रिय प्रगतिशील गठबन्धनको तर्फबाट इन्जिनियर इन्द्रभूषण झा, उहाँहरू सम्पूर्णलाई उपस्थितिको लागि धन्यवाद। अवश्य पनि जसले जितेर गए पनि सम्पूर्ण एकअर्कासँग सहकार्य गरेर अगाडि बढ्नुहोस्, समग्र इन्जिनियरिङ जगतको लागि हकितको लागि लड्नुहोस् भनेर हामी शुभकामना दिन चाहन्छौँ र आम इन्जिनियर मतदाताहरूले अवश्य पनि उहाँहरूलाई बुझेर अगाडि बढ्नुहुन्छ, हाम्रो स्वविवेक प्रयोग गरेर अवश्य पनि मत हाल्नुहुनेछ। यहाँहरू सम्पूर्णलाई जितको धेरै धेरै शुभकामना र हाम्रो इन्जिनियर साथीहरूलाई पनि अवश्य पनि उहाँहरूको मनोभावना बुझ्दै कसले गर्न सक्नुहुन्छ उहाँहरूको कार्यक्षमता मूल्याङ्कन गर्दै भोट दिनुपर्छ भनेर अवश्य पनि सोचेको छु, लागेको छ र कार्यक्रममा पालिदिनुभयो। सबैलाई धन्यवाद।